म यो किताब लकडाउनको बेलामा मेरो घरमा आइपुगेको थियो। त्यो किताब आइपुग्दा मलाई साँच्चै न एकदमै खुसी लागेको थियो र मैले केही रचनाहरू पनि पढेँ। मैले भन्दा पनि मेरो नजिकका दुईजना पाठकहरूले यति रुचिपूर्वक पढ्नुभयो कि त्यसको लागि पनि म यहाँ केही सुनाउन चाहन्छु। पहिला त मेरो श्रीमानले पढ्नुभयो, त्यसपछि मेरो बुवा आमा बिरामी भएर केही उहाँहरूलाई सहयोग गर्न म माइती पुगेँ। अनि मैले बुवालाई दिनभरि कसरी इङ्गेज राखौँ भनेर सोच्नको लागि पहिला मैले यो किताब बोकेर गएँ। उहाँले यसरी पढ्नुभयो, यो किताब एक दिनभरिमा सक्नुभयो कि बुवा एकछिन आराम गर्नु न, नपढ्नु भन्दा पनि उहाँले छोड्नु भएन यो किताब। अनि पढिसकेपछि मैले सोधेँ कस्तो लाग्यो बुवा किताब? एकदमै मन पर्यो। म विदेश यात्रा गर्दा जसरी सोच्थेँ यो लेखकले पनि त्यसरी नै सोच्दा रहेछन् हैन। अब त्यो कसरी सोच्नुहुन्छ, त्यो कुरा के कुरा सोच्नुहुन्छ, नियात्रामा के दिनुपर्छ हैन। नियात्रा त धेरैले लेखेका हुन्छन्, तर कुनै पनि देशमा पुग्दाखेरि के कुरा चाहिँ दिन्छु म, यहाँको कुरा के हो भन्ने कुरा कसरी तपाईँको दिमागमा आउँछ र त्यो कुरालाई कसरी उठाउनुहुन्छ, कसरी लिनुहुन्छ, कसरी सोच्नुहुन्छ, त्यो जिज्ञासा एउटा मेरो। अर्को चाहिँ यहाँको लोभलाग्दो व्यक्तित्व हरेक क्षेत्रमा छ। आफै बाहिरी रूपमा एकदमै लोभलाग्दो व्यक्तित्व हुनुहुन्छ, व्यवसायी रूपमा र लेखनमा पनि हैन। लेखनमा पनि उत्तिकै सफल व्यक्तित्व भएर आइराख्नु भएको छ र लेखिरहनुहुन्छ र यसको निरन्तरता हुनेछ भन्ने कुरा आजको कार्यक्रममा हामी अझ विश्वास बढेको छ। यसलाई समय कसरी व्यवस्थापन गर्नुहुन्छ हैन। अनि अर्को एकदमै सरल वाक्यमा तपाईँको लेखाइ छ। तपाईँको व्यक्तित्व जति सरल छ त्यस्तै सरल खालको अभिव्यक्ति पाउँछु क्या मैले साहित्यमा, लेखनमा। कतिपय मान्छेमा विषयको ज्ञान भइकन पनि त्यसलाई व्यक्त गर्ने सरल भाषा हुँदैन, तर तपाईँ नेपाली भाषा यति मिठो तरिकाले तर उत्तिकै सरल, सामान्य जुनसुकै पाठकले पनि अति राम्रोसँग बुझ्न सक्ने गरी दिन सक्नुहुन्छ। विषयको गहिराइमा पुगेर जति गहन कुरा भए पनि उति नै सरल तरिकाले दिन सक्नुहुन्छ। त्यो सफलता कसरी प्राप्त भयो हजुरलाई, यो कुरा मेरो जिज्ञासा। तीनवटा किताब प्राप्त भयो, त्यो शुभकामनासहित प्राप्त भएको किताबबाट जब प्रवेश गरेँ, एउटा पहिलो नियात्रा पढिसकेपछि यसलाई त अघि ज्ञान म्यामले भन्नुभयो जस्तै फारो गरेर पढ्नुपर्छ, सकियो भने त सकि नै गयो। र त्यसको पनि कारण छ, शैलीले मात्रै तानेर पनि फारो गरी पढ्न मन लाग्ने शैलीहरू विकास भएका छन् पछिल्लो समयमा। तर यो कृति त्यस्तो होइन। यो कृतिले टु इन्फर्म, टु एजुकेट, टु इन्टरटेन भन्ने जुन हाम्रो साहित्यको तीनवटा बाटोहरू छ, त्योभन्दा अर्को एउटा सोल्युसन पनि छ होइन। अनि सामान्यतया तीनवटा कुराहरू त जहाँ पनि पाइन्छ, तर सोल्युसन सहितको अहिले भर्खरै कुरा गऱ्यौँ, नेताहरूलाई पढाउनु पर्ने होइन, यो किताब पढेर हामी नै बनाउँ कि क्या हो नेता, हाम्रो नेताहरूले अब परिवर्तन हुनेवाला छैनन् भन्ने पनि हामीले यहाँनिर एकछिन हाँसो गऱ्यौँ। त्यो हाँसोको विषय चाहिँ पक्कै होइन। यो किताबमा एउटा यस्तो संस्कृतिको विकास गर्ने यो वाक्यहरू छन् जसलाई पढिसकेपछि मैले थोरै फेसबुकमा राखेको थिएँ। खास गरी पहिलो नियात्राको चाहिँ त्यो यहाँका जुन आदिवासीहरूलाई चाहिँ तिमीहरूको पीडाको यो बारेमा चाहिँ नसोध्नु, किनभने उनीहरू भर्खरै त्यो पीडा भुलेर समृद्धितिर अघि बढ्दैछन् भन्ने कुरा राख्नु भएको थियो। म एकदमै प्रभावित भएँ। त्यो लाइन राखेपछि बहस भइराखेको थियो र यो चाहिँ लेखकको आशय होइन, जीवा सरको जुन एउटा पर्सनालिटी छ त्यो हिसाबले चाहिँ कमेन्टहरू धेरै आइरहेको थियो। त्यसैले कृति नै पढेर कमेन्ट गर्नुपर्ने भन्ने कुरा अघि हाम्रो गुरुवरले भन्नुभएको कुरा पनि सही हो त्यो, किनभने कृति नपढिकन हतारमा चाहिँ प्रतिक्रिया दिने हामी त्यस्तो खालको गर्छौँ। त्यसैले यो कृति वास्तवमा एउटा अहिलेको समसामयिक समयमा चाहिँ तुलनात्मक अध्ययनको साथसाथै र यसबाट सिक्ने कुराहरू जुन छन् तीनवटा लामिछाने सम्झिन्छु म उहाँको कृति पढिसकेपछि। अघिल्लो कृति यसरी पढ्ने अलिकति अवसर मिलेको थिएन मलाई। पढ्नुपर्छ भन्दै पनि ज्ञान म्याडमले एकाडेमीको लागि दिनुभएको प्रोजेक्ट चाहिँ नियात्रा सिद्धान्त त्यत्तिकै उहाँको यो सन्दर्भ राख्न नपाइकन नाम मात्र उल्लेख राखेर सकियो। अब यसपछि चाहिँ मैले जब यो कृति पढेँ, त्यो जुन पोल्युसनको कुराहरू छ, पर्यावरण सम्बन्धी कुराहरूले एकदमै तानेको छ। अहिले यहाँ हाम्रो समीर दाइले भन्नुभयो नेचर सम्बन्धी कुराहरू, यो प्राकृतिक कुराहरू चाहिँ एउटा त्यो सरले पनि भन्नुभयो, यी दुईवटा कुराहरूले म प्रेरित भएको छु। मैले सुरु गरेको छु मेरो त्यो विद्यावारिधीको विषय पनि पर्यावरण सम्बन्धी अध्ययन भएको कारणले त्यो पर्यावरणको कहीँनिर त्यो संरक्षणमुखी चिजहरू देख्यो भने मेरो आँखा गइहाल्छ। मैले त्यसमा चाहिँ सुरु गरेको छु अहिले एउटा समालोचना चाहिँ यही देश देवताहरूमाथि चाहिँ पर्यावरणीय अध्ययन हुँदैछ।
त्यो अब छिटै पुरा पनि हुन्छ र सरलाई धेरै धेरै बधाई छ। साथसाथमा यो जिम्मेवारी जुन एउटा लेखकीय जिम्मेवारी लिएर चाहिँ राजनीति, संस्कृति र विश्व परिवेशलाई चाहिँ एउटा ठाउँबाट उभिएर हेर्न सक्ने, त्यो पनि न्यायपूर्वक र सरल तरिकाले, त्यसको लागि चाहिँ धेरै धेरै बधाई भन्न चाहन्छु। मेरो प्रश्न छैन, यस्ता कृतिहरू धेरै पढ्न पाऊँ, शुभकामना। रजनीजीले सोध्नुभएको प्रश्नमा म मेरो उत्तर पनि पाउँछु। धन्यवाद। जीवाजीले पनि गर्नुभएको छ र त्यसको साथै उहाँ एउटा आफ्नो मातृभूमिको, आफू जन्मेको भूमिप्रति एकदमै कृतज्ञ भएर यत्रो ठुलो पुरस्कार चाहिँ आफ्नो जन्मभूमिलाई दिनुभएको छ, पद्मश्री। र उहाँको गाउँ पदमपुर, उहाँको व्यक्तित्वले नै उहाँको गाउँलाई निकै चर्चित पनि बनाइदिएको छ र हामी पाठकहरूलाई चाहिँ त्यो कस्तो ठाउँ होला त भन्ने पनि एउटा जिज्ञासा चाहिँ मलाई चाहिँ लागेको छ है। अब त्यो पदमपुरबारे पनि पुरस्कार त स्थापना गर्नुभयो, त्यो ठाउँको बारे पनि केही आउँछ कि त जीवाजीको, त्यो पनि मेरो एउटा प्रश्न छ। धन्यवाद। नमस्कार, मेरो नाम दुर्गा प्रसाद नेपाल। म साहित्यको पाठक हो। म लेखकको रूपमा त त्यति आफूलाई चिनाउन चाहन्न, म पाठक चाहिँ असल हो भन्ने म ठान्छु। मैले जीवा लामिछानेज्यूका सबै लेख र सबै लेखिएका र छापिएका मैले सबै पढेको छु र म उहाँको पाठक हो। र मैले सरस्वती संसार असाध्यै राम्रोसँग पढेँ, यसलाई पनि पढेँ र मैले अलिक मसिनोसँग पढेँ। मलाई एउटा अब उहाँ असाध्यै इमान्दार र साह्रै सरल र मन लेख्ने साहित्यकारको रूपमा मैले चिन्छु। मन लेख्नेलाई चाहिँ म साहित्यकार मान्छु। मन हो साहित्य, जसले मन लेख्छ शब्दमा त्यो साहित्य हो। र जीवा लामिछाने मन लेख्ने, यात्रालाई मनसँग जोडेर नेपालसँग नाता जोडेर लेख्ने साहित्यकार हो। म बधाई टक्राउँछु। यस्तो राम्रो लेखकले अलिकति म आफूलाई खड्केको कुरा चाहिँ मलाई त्यो भएर जिज्ञासा राख्न खोजेँ। यो एउटा निबन्ध, सबै निबन्ध असाध्यै राम्रा छन्। त्यसमध्ये पनि लस भेगास मनोरञ्जनको राजधानी निबन्धमा उहाँले लेख्दै जानुभयो, त्यहाँ ब्राजिलियन हेलिकप्टर पाइलट छन्, बडा मिठो उनले कुरा गरिराखेका छन्। माथि त्यो बुबर बाँधको जुन कुरा छ, हुमर बाँधको, त्यहाँ अमेरिकन राजनीति कसरी एकीकृत भयो र विकास भयो भन्ने कुरा गरेको उहाँले पत्याउनु भएको छ। असाध्यै विश्वास गर्नुभएको छ त्यो पाइलटलाई। फेरि तल गएर फेरि त्यही पाइलटले अब त्यहाँ 7 वर्षमा सकिने प्रोजेक्ट 4 वर्षमा सकेको कुरा गर्नुभएको छ र त्यो गर्दाखेरि त्यसलाई त्यहाँ पुरुषहरू थिए, तिनीहरूले चाहिँ 7 वर्षमा किन सके त 4 वर्षमा भन्दा त्यहाँ पुरुषै पुरुष थिए, त्यहाँ काम गरे त्यसैले सके भन्ने उसले कुरालाई चाहिँ अलिकति उहाँले के भन्नुभयो भने हावादारी कुराको भनेर तल एउटा वाक्य राखिदिनु भयो। त्यो वाक्यले माथि त्यत्रो ट्रस्ट गर्नुभयो, तल आएर त्यति झऱ्यो। उसले चाहिँ सत्य नै भने जस्तो लाग्छ, किनभने उसका कुरा विश्वसनीय छन्। त्यो भएर नै उहाँले लेखिरहनु भएको छ। त्यसको मनोविज्ञान बुझ्नतिर नलागेर किन त्यसको कुरालाई हावादारी भनिदिनु भयो, त्यो वाक्य चाहिँ झिक्दिएको भए कति राम्रो हुन्थ्यो भन्ने मलाई लाग्यो। तर अब त्यसमा म जिज्ञासा राखेँ, यति म राख्न चाहन्छु। मेरो घर सुदूरपश्चिम अछाम हो। म एकदम छोटो छ। म चाहिँ अलिकति यो नियात्रा मैले पढ्न थालेको 2 वर्ष हुन थालेछ। अलिकति साहित्यतिर इच्छा भएको र म आज एउटै प्रश्न के छ भने, जुन यो अफ्रिकी मुलुकहरूमा यो बिआरआईको जसरी उहाँ सरले चर्चा गर्नुभयो र उहाँ चाइना लगानी, चाइनिजहरूको जुन लगानी विस्तार हुँदैछ भन्ने एउटा जुन मेसेज पढ्न पायो, त्यसले गर्दा चाहिँ तर एउटा शब्द के छ भने देशमा चाहिँ संस्थाहरूको विकास र निगमन यदि राम्रो हुन सक्यो भने। कतिवटा कृति पढेपछि यो कला सिक्नुभयो। म एउटा नियात्राको पाठक हुनाका नाताले म यो अनुरोध गर्न चाहन्छु। यति कुरा जान्न मन लाग्यो। लेखनमा निहित विनयशीलताको फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भने जस्तै चाहिँ कुरा मैले कहाँनिर पटक पटक भेटिरहेछु र यो कुरा मलाई भन्न मन लाग्यो। निधारका पसिनाले पाइताला भिजाउनु भएको थियो उहाँले, र त्यही पैसाले चाहिँ मैले मेरो व्यवसाय सुरु गरेर यहाँ पुगेको हुँ भनेर नढाँटिकन भन्नुभएको छ। त्यो विनयशीलतालाई सलाम छ मेरो। बहुत खुसी लाग्यो। शुद्धिको हिसाबले 24 क्यारेट भने पनि हुन्छ। 3-4 ठाउँमा अशुद्धि भेटे मेरा आँखाले चाहिँ। अब विज्ञहरूले अझै के गर भन्नुहुन्छ होइन। अरू समग्रमा भन्नुपर्दा नेपालका यो सत्ताधारी राजनीतिकर्मी, नीति निर्माता र उच्च प्रशासक जो बस्नुहुन्छ, हामी चाहिँ कार्यान्वयन गर्ने पक्षमा मात्रै छौँ। मेरा दाजुहरू यहाँ 2 जना हुनुहुन्छ, अग्रज मोहन चापागाई र प्रतीक सर। म पनि निजामती सेवाकै एउटा सानो अंश हुँ। उहाँहरूको हात हातमा यो पुस्तक पुर्याउनु जरुरी छ।
यो योजना बनाउनु भएको छ कि छैन। यो किताब वास्तवमा हातमा परेपछि त पढ्लान् नि त, खोजेर पनि नपढ्लान्, 500 नतिर्लान् होइन। यो कृति मैले एकपटक पढिसकेँ, अब 2 पटक पढ्छु। मैले स्रष्टालाई यो कुरा भने म त यसै पनि राष्ट्रभक्तिले ओतप्रोतै हुँ, छोराछोरीलाई कृपया विदेश नजाऊ भनेर सिकाइरहन्छु। तर यसले मेरो अझै जति राष्ट्रभक्ति थियो त्यहाँ पालिस लाउने काम गर्यो। बहुत खुसी लाग्यो र लेखनको रुचि जगाउने तपाईँको उत्प्रेरक को हो त्यो पनि जान्न मन लाग्यो। यो मेरो चाहिँ जिज्ञासा हो र यो मैले भने उहाँहरू जसलाई यो कृति दिनु आवश्यक छ त्यो योजना बनाउनु भएको छ कि छैन, निःशुल्क रूपमा उहाँहरूको हातमा राखिदिन पाएदेखि देशले केही पाउँथ्यो कि भन्ने लाग्यो। र समय कसरी व्यवस्थापन गर्नुहुन्छ, हस् यति नै कुरा राख्दै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद। धेरै धेरै धन्यवाद। भवानी कतिवटा छन्दकवि पनि हुनुहुन्छ र उहाँले छिट्टै एउटा नियात्रा सङ्ग्रह निकाल्दै हुनुहुन्छ र असाध्यै राम्रो पाठक हुनुहुन्छ। यो प्रश्नबाट पनि थाहा हुन्छ उहाँमा कति धेरै ज्ञानको चाहिँ दायरा फराकिलो छ भन्ने कुरा। यहाँहरूसँग के कति जिज्ञासा थिए। अब मैले फ्लोर बन्द गर्न लाग्ने। नियात्रा समाज नेपालको उहाँ उपाध्यक्ष हुनुहुन्छ वर्तमान कार्य समितिमा। हजुर सबैलाई नमस्कार। म टु दी पोइन्ट नै भन्छु। सर्वप्रथम त जीवा सरको जुन जागा ज्योति जीवन छ त्यो जाज्वल्यमान अझै बनोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र विशेषताहरू यो कृति पढेपछि एउटा सरलताभित्र विशिष्टता, यसको विशेषता सरल छ लेखनी तर विशिष्टता लुकेको छ। अर्को चाहिँ जुन अवसरलाई चाहिँ उहाँले अनुपम बनाउनु भएको छ, घुमेको कुरालाई उहाँले चाहिँ अनुपम बनाउनु भयो। अर्को एउटा चाहिँ देशहरूको दर्शन भन्छु यो पुस्तकलाई म। प्रत्येक देशहरूको चाहिँ नै बलियो दार्शनिक पक्ष यसमा लुकेको छ। अर्को सामाजिक सम्मिलन क्षमता, समाजसँग असाध्य मिल्न सक्ने र आफूले चाहेको कुरा चाहिँ विनम्रतापूर्वक लिन सक्ने उहाँको चाहिँ क्षमताको प्रशंसा गर्नुपर्छ। अर्को कलात्मक लेखनी। नियन्त्रण भनेको यस्तै विषय हो कि यस्तो 2+2=4 भने जस्तो विषय होइन। प्रत्येक निजात्मकता, अनुभूतिहरू, शैली, मौलिकता फरक फरक हुन्छ। कलात्मक लेखनी छ। यो चाहिँ एउटा ऐतिहासिक दस्तावेज हो। अनि फोटोग्राफिक फिचर छ उहाँको चाहिँ, फोटो खिच्न सक्ने। नियन्त्रणमा फोटो राख्ने होइन कि उहाँले दिमागले फोटो चाहिँ नि क्यामेराले जस्तो फोटो खिचेर फोटोग्राफिक स्टाइल छ, त्यो चाहिँ अनुपम पक्ष हो। अर्को निजात्मकतामा नवीनता छ, हार्दिकता र संयुक्तता छ। अनि होटल रुवान्डा भन्ने चाहिँ मैले रुवान्डामा जुन 2 जातीय द्वन्द्व छ त्यो होटल रुवान्डा भन्ने एउटा मैले धेरै वर्ष डकुमेन्ट्री हेरेको थिएँ। त्यो चाहिँ नि मलाई असाध्यै मन परेको हो। अब उहाँ चाहिँ शब्दको व्यवसायमा पनि खप्पिस हुनुभएको छ भन्ने लाग्दछ। उहाँ अथक र एउटा निरन्तर यात्री हो। धन्यवाद। नियात्रा समाज नेपालका अध्यक्षज्यू, प्रमुख अतिथि आदरणीय सत्यमोहन जोशीज्यू, निर्वर्तमान अध्यक्ष नियात्रा समाजका चन्द्र भट्टराईज्यू, अनि 2 जना अति आदरणीय विद्वान प्राध्यापक, आजको यस समारोहमा मेरो पुस्तकको समीक्षा जुन विद्वत समीक्षा गर्नुभयो उहाँहरू र अनि यहाँ मैले देखिरहेको छु मेरो धेरै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। यहाँहरू सबैलाई हार्दिक नमस्कार। सबभन्दा पहिला त यहाँले जुन सद्भावपूर्ण शब्दहरू व्यक्त गर्नुभयो अनि त्यसै गरी सुरुमा इलियाजी अनि विद्वान समीक्षकज्यूहरूले जति भन्नुभएको छ त्यो म थ्याक्न सक्छु कि सक्दिनँ भन्ने मलाई बडा त्यहाँ बस्दै गर्दाखेरि डर लागिरहेको छ। वास्तवमा साहित्य मेरो रुचिको विषय हो, तर म आफूलाई लेखक भन्ने ठान्दिनँ। म सिकारु लेखक हुँ यस विषयमा। र मैले कसरी लेख्न सुरु गरेँ भन्ने बारेमा म छोटकरीमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। साहित्यमा मेरो सुरुदेखि नै रुचि थियो। विद्यालय पढ्दै गर्दाखेरि केही निबन्धहरू म फाटाफुट्ट निबन्ध लेखे पनि त्यसपछि म नेपालमा पुल्चोक क्याम्पसमा पढाइसकेपछि छात्रवृत्ति पाएर सोभियत सङ्घमा अध्ययन गर्न गएँ। त्यसपछि त्यो लेख्ने क्रम एक किसिमले रोकिएको थियो। जब सामाजिक सञ्जाल सुरु भयो 2009मा मैले फेसबुक एकाउन्ट खोलेको थिएँ र यात्रा मलाई असाध्यै रुचिको विषय हो। यात्रा मलाई मात्र होइन, हामी सबै यात्रा गर्न मन पराउँछौँ। हाम्रा पुर्खाहरू पनि अफ्रिकाबाट यात्रा गर्ने क्रममा नै संसारभरि फैलिएर गए र अहिले हामी नेपालबाट पनि रहरभन्दा पनि धेरै बाध्यताले संसारभरि छरिएर रहेका छौँ।
मैले यो किन भनेको भनेदेखि यात्रा आदि कालदेखि नै चल्दै आएको चलन हो र मैले 3 किसिमले यात्रा गरेँ। एउटा व्यवसाय प्रवर्धन गर्ने सिलसिलामा, दोस्रो म गैर आवासीय नेपाली अभियान जुन हामीले 2003 मा सुरु गरेका थियौँ त्यसको म एउटा संस्थापक पनि हुँ र त्यो अभियानलाई विश्वव्यापी रूपमा ग्लोबल नेटवर्किङ सामाजिक विस्तार गर्ने जुन अभियान चलाएका थियौँ त्यसको सिलसिलामा पनि म धेरै देशहरू जाने अवसर मिल्यो। र तेस्रो म सुरुमै भने यात्रा गर्न मन पराउने भएको हुनाले गर्दाखेरि आफै छुट्टीमा र पारिवारिक छुट्टी मिलाएर पनि परिवारसँग म छुट्टीमा विभिन्न ठाउँहरूमा जाने गर्थेँ र जाँदाखेरि मैले आफूलाई म जहाँ जान्छु त्यो ठाउँको बारेमा त्यहाँको राजनीति, त्यहाँका मानिसहरूको रहनसहन, त्यहाँको भूगोल, इतिहासको बारेमा मलाई सधैँ रुचि हुन्थ्यो र मलाई लागेको रुचि अनि मैले जब अघि भने सामाजिक सञ्जालको सुरुवात भयो, फेसबुकमा सानो सानो स्टाटसहरू 150-200 वर्डहरू लेखेर सेयर गर्थेँ र त्यो चाहिने जुन मेरो साथीहरूको बिचमा आफ्नो सम्पर्कमा भएका साथीहरूले रुचि देखाएर यसलाई निरन्तरता दिनु पर्यो भनेर मन पराएको मैले पाएँ र पछि हुँदा नेपालमा पनि विभिन्न पत्रिकाहरूको सम्पादकहरूले नै तपाईँले त्यो पोस्ट गर्नुभएको हिजो पोस्ट गर्नुभएको एउटा सानो पोस्टलाई अलिकति बढाएर एउटा आर्टिकल बनाइदिनुहोस् भनेर पनि अनुरोध भएपछि यो मलाई मात्र रुचि होइन अरू पाठकहरूलाई पनि रुचि हुने चिज रहेछ भन्ने मलाई लाग्यो र म वास्तवमा भन्यो भनेदेखि एक्सिडेन्टली सामाजिक सञ्जालले रुचि बनाइदिएको अब सिकारु लेखक भन्दा हुन्छ जस्तो मलाई लाग्छ। मलाई के लाग्छ भनेदेखि नियात्राको सिद्धान्तभित्र यो पर्दैन भन्ने कुरा मलाई थाहा छैन। टिप्पणीहरू आएका छन् त्यसलाई मैले एकदमै सकारात्मक रूपमा लिएको छु। मैले 2039 सालमा जस्तो लाग्छ बेलायततिर बरालिँदा पढेको थिएँ र मलाई असाध्यै त्यहाँ त्यति बेला पढेको अहिले 40 वर्षसम्म पनि मलाई झलझली सम्झना छ। त्यो हाइड पार्कको वक्ताहरूको कुनो, त्यसै गरी यालिसलाई लेखेको चिठीहरू लगायत त्यस्तो हुनुपर्छ जस्तो लाग्छ मलाई। त्यहाँ चाहिँ निजात्मक कुराहरू छन् तर त्यहाँ शब्द चयनदेखि लिएर त्यो शब्दहरूको लालित्य त्यस्तो गरी लेख्न मलाई आउँदैन र मैले अघि भने मेरो रुचिको विषय त्यहाँको भूगोल, राजनीति अनि त्यहाँको चाहिँ देख्दाखेरि भएका केही घटनाहरू, त्यहाँका मेरो गाइडले अथवा सम्पर्कमा आएका मानिसले भनेका केही प्रसङ्गहरू जुन मलाई छोए तिनै कुराहरूलाई समेटेर सकेसम्म अनि आफू यात्रा गरेपछि केही कुराहरू त यात्रा गर्नुको उद्देश्य, कहिले यात्रा गरियो र यिनै कुराहरूलाई चाहिँ सकेसम्म एकाकार गर्ने प्रयास गरेर यो एउटा मैले स्टाइल भन्दा पनि हुन्छ यो मैले गरेँ र मलाई के लाग्यो भनेदेखि सरस्वती संसार आजभन्दा 5 वर्ष अगाडि निस्केको थियो, नेपालीले त्यसलाई प्रकाशन गर्यो र त्यसलाई मैले रहरमा निकालेको थिएँ र त्यसबाट त्यो पुस्तकबाट जुन फिडब्याकहरू आए, यो सुझावहरू आए त्यसमा के साथीहरूले भन्नुभयो भनेदेखि धेरै विवरणात्मक कुराहरू भए, निजात्मक कुराहरू पनि आउनुपर्छ यात्रामा भन्ने भएपछि मैले सकेसम्म तिनीहरूलाई यो वर्णनहरूलाई कम गरेको छु र यसमा निजात्मक कुराहरूलाई अलि बढी दिनुपर्छ भन्ने मलाई लाग्यो र यसलाई यसरी मैले लेखेको छु। एउटा कुरा अब तपाईँहरूले म धेरै बोल्दिनँ, हामी धेरै समय पनि लिइसकेका छौँ। यहाँ हाम्रो प्रमुख अतिथिज्यू हुनुहुन्छ, उहाँ हामीले धेरै समय लिँदैनौँ भनेर भनेका थियौँ, धेरै समयदेखि बस्नु भएको छ र तपाईँहरूले उठाउनुभएको जिज्ञासाहरू म केही पोइन्ट गर्दै जान्छु। जङ्गबजीले जुन प्रश्न गर्नुभएको थियो त्यहाँ 36 भाषा, वास्तवमा मलाई चाहिने त्यहाँ जुन हाम्रो एउटा बिजनेसम्यानले मलाई इन्भाइट गरेर गएको थिएँ उहाँले भन्दाखेरि तिमीहरूको जस्तै 120 भाषा नै भन्नुभएको थियो। यो चाहिने तपाईँले भन्नुभएपछि पक्कै पनि यो त्रुटि होला, म अर्को अङ्कमा यसलाई सच्याउनेछु। यहाँको सुझावको लागि हार्दिक धन्यवाद। अनि रजनीजीले प्रश्न गर्नुभएको छ तपाईँ के सोच्नुहुन्छ, कसरी चाहिने लेख्ने थिम जुटाउनुहुन्छ भनेर भन्नुभएको छ। त्यसमा म के भन्छु भनेदेखि जस्तो एक दुईवटा प्रसङ्ग म यहाँ उल्लेख गर्छु। म क्यानाडाको भ्रमण गर्न हामी गएका थियौँ, पारिवारिक छुट्टी थियो त्यो र त्यहाँ एउटा गोल्ड क्यासल भन्ने ठाउँमा 1000 आइल्यान्ड भन्ने त्यहाँ 1700वटा आइल्यान्ड छ, टापु भएको चाहिने छ। यो नदीको बिचमा ठुलो नदी छ, यो समुद्र नै भन्नु मिल्ने खालको नदी छ र क्यानाडा र अमेरिकाको बिचमा छ र त्यहाँ 1700वटा टापु रहेछन् र त्यसलाई भन्दाखेरि चाहिँ 1000 आइल्यान्ड भन्दो रहेछ। अनि त्यहाँ जाँदाखेरि चाहिँ हामी दिनभरिको त्यो नौका विहारमा थियौँ र त्यहाँ चाहिँ नि एउटा यस्तो ठाउँमा पुग्यौँ, त्यो बोल्ड क्यासल भन्ने ठाउँमा लग्यो हामीलाई र त्यो चाहिँ नि 1903 जस्तो लाग्छ मलाई। त्यहाँ एकजना न्युयोर्कको धनाढ्यले
आफ्नो श्रीमतीलाई जन्मदिनको उपहार दिनलाई भनेर चाहिँ नि $100 मिलियन खर्च गरेर चाहिँ नि अरबौँ रुपियाँ खर्च गरेर चाहिँ नि बनाएको क्यासल रहेछ र 3 वर्ष 4 वर्ष जति लगाएर उनले त्यो क्यासल बनाए। अनि त्यो क्यासल सकिन भन्दा 3 महिना अगाडि मात्रै श्रीमतीको चाहिँ देहान्त भएको रहेछ। अनि उनी यति त्यो विरक्ति छन् कि त्यो त्यसपछि पनि उनी 10 वर्ष अझै बाँचे, त्यो बोल्ट भन्ने व्यक्ति र तर उनी त्यो फर्केर पनि गएनन्। उनले के भने श्रीमतीको देहान्त भएपछि काम गर्न लागेका 300 जना कारिगरहरू त्यहाँ काम गर्थे र उनीहरूलाई भने अब यो काम स्टप गर भने त्यही दिनदेखि त्यो क्यासल बन्द भएर रहेर 70-80 वर्षसम्म त्यो एउटा खण्डहरमा परिणत भएको थियो। र त्यहाँ जाँदाखेरि मैले हामी ताजमहल सबै पुगेका छौँ र ताजमहलको कुरा गर्दै गर्दाखेरि त्यसको जुन आर्किटेक्चर, म इन्जिनियरिङको विद्यार्थी पनि हुँ, त्यसको आर्किटेक्चरको जुन भव्यता छ त्यो आफैमा विशेष छ। तर त्यति हुँदाहुँदै पनि त्यसको अर्को पाटो हेऱ्यो भने मैले साहिर लुधियानवीको एउटा पंक्ति पढेको थिएँ। उनले के लेखेका थिए भनेदेखि एक शहनशाह ने दौलत को सहारा लेकर हम गरीबों का उड़ाए मजाक, मेरी महबूब कहीं और मिलाकर मुझसे भनेर भनेको सम्झेँ। र तर त्यहाँ चाहिँ एकजना धनाढ्यले त्यो हामीले पढेका छौँ 400 वर्ष 500 वर्ष झन्डै 500 वर्ष अगाडि शहनशाहले 20,000 मानिसहरूलाई चाहिँ दास बनाएर त्यहाँ 20-30 वर्ष लागेको छ त्यो बनाउनलाई, दास बनाएर चाहिँ उनले चाहिँ त्यो बनाएका थिए। तर यहाँ एउटा धनाढ्यले आफूले आर्जन गरेको सम्पत्ति, आफूले प्रेम गरेकी प्रेमिकालाई चाहिने समर्पित गरेर पनि बुझाउन पाएन र त्यो फिलिङ चाहिँ आएर मैले त्यसलाई त्यो क्यानाडाको चाहिँ प्रसङ्गमा त्यतिखेर मलाई त्यसले हट गर्यो। मैले चाहिँ त्यो प्रसङ्ग चाहिँ त्यसरी उल्लेख गरेको थिएँ। र त्यहाँ चाहिँ नि अरू पनि जस्तो घटना दागिस्तान जाँदाखेरि दागिस्तानमा मलाई एकदम फिल भएको चाहिँ के थियो भन्नुहुन्छ भने त्यहाँ हामी गयौँ, व्यावसायिक भिजिट नै थियो त्यो र धेरै बिजनेस हाउसहरूमा हामी गयौँ र रसुल हमजातवको जुन प्रसङ्ग छ, रसुल हमजातव दागिस्तानी महाकवि हुन् र रुसका पनि उनी महाकविको रूपमा लिन्छ। सबभन्दा रोचक प्रसङ्ग के छ भनेदेखि उनी 2 पटकसम्म नेपाल आएका थिए र नेपाल आएर उनले यो जीवित देवी कुमारी र जीवन चक्र भन्ने 2टा काव्य पनि लेखेका थिए र उनले त्यसमा भनेका छन् नेपाल कुन्द बाँकी रहेको हिरा हो भनेर चाहिँ उनले भनेका थिए, किताबमै लेखेका छन्। र त्यहाँ मलाई एउटा अर्को छोएको पाटो के हो भनेदेखि हामी जहाँ जहाँ गयौँ व्यावसायिक घरानाहरूले त्यो रसुल हमजातवको किताब असाध्यै कलात्मक रूपमा चाहिँ कुनै कुनै किताब फर्किँदाखेरि हामीसँग त्यो हवाईजहाजमा हामीसँग अरू केही चिज थिएन, त्यो उनीहरूले दिएको उपहारका किताबहरू लिएर आउनलाई चाहिँ नि त्यो हाम्रो वेट चाहिँ नि भरिएको थियो। त्यो हरेकको चाहिँ नि त्यसरी उनी त्यो दागिस्तानका महाकवि हुनु भनेर हरेक दागिस्तानी नागरिकले चाहिँ गर्व गर्दा रहेछन्। जहाँ जान्छौँ हामी थरी फरक फरक कहीँ चाहिँ उनको त्यो पिक्चरियल मात्रै बनाएको छ बाल्यकालदेखि, कहीँ चाहिँ उनको बारेमा चाहिँ ठुल्ठुला विद्वानहरूले भनेका किताबहरू निस्केका छन्। यत्रो चाहिँ ठेलीहरू असाध्यै कलात्मक रूपमा र त्यो मूल्यको हिसाब गर्ने भनेदेखि धेरै नै मूल्यवान पर्ने एकदमै राम्रोसँग सजाएर प्रेजेन्ट गर्दो रहेछ। कोही मान्छे आयो भनेदेखि पनि हामीले गौरव गर्न लायक महाकवि हुन्, यो हाम्रा गौरव हुन् भनेर चाहिँ सबै हरेक दागिस्तानले गर्व गरेको मैले पाएँ। र त्यो यस्तो चिजहरू मैले तपाईँले भन्नुभएको यस्तो चिजहरूले चाहिँ मलाई मात्र होइन, मलाई लाग्छ हामी सबैलाई छुन्छ होला र त्यही कुराहरूलाई मैले चाहिने पुस्तकमा राखेको छु। र अर्को कुरा के छ भनेदेखि जति पनि टिप्पणीहरू आएको छ त्यसलाई मैले सकारात्मक रूपमा लिन्छु र सामाजिक सञ्जालमा केही कुराहरू साथीहरूले राख्नु भएको छ, त्यो एकदमै मेरो लागि एकदम फिडब्याक हो। र एउटा मलाई के पनि साथीले लेख्नु भएको थियो भनेदेखि तपाईँको पुस्तकमा चाहिँ नि जताततै आफूलाई अनि आफ्नो देशलाई एकदम निरीह भएको जस्तो तपाईँले फिल गर्नुभएको रहेछ भनेर भन्नुभयो। त्यसलाई चाहिँ मैले के भन्न चाहन्छु भनेदेखि विशेष गरेर गैर आवासीय नेपालीहरू हामी पहिलो पुस्ताको डायस्पोरा भएको हुनाले गर्दाखेरि हाम्रो जरा गहिरोसँग यही नेपालमा गाडिएको छ। हामी सपना यहीँको देख्छौँ। हाम्रो गाउँ समाज, हाम्रो बाल्यकालका साथी सङ्गातीहरू, हाम्रो बाआमा हाम्रो मन मस्तिष्कमा हरेक दिन आइरहन्छन् र बिहान हाम्रो दिनचर्या पनि नेपालको समाचार हेरेर नै सुरु हुन्छ र बाध्यताले विदेशमा भए तापनि हामी यही नै छौँ र यही देशको उन्नति प्रगति। मरुभूमिमा जाँदाखेरि पनि 10 वर्ष 15 वर्ष अगाडिसम्म मरुभूमिको उजाड ठाउँहरू, उरास लाग्दा डाँडाहरूमा चाहिने जुन अहिले विकास भएको छ, हामी कहाँ पनि यस्तै भइदिए हुन्थ्यो भन्ने यो जुन एउटा आम मानिसको बाहिर गएर हेर्दाखेरि देख्ने सपना हो र त्यो सपनाबाट हामीहरू पनि विमुख हुन सक्दैनौँ भन्ने चाहिँ नै मलाई लाग्छ। र त्यही कुराहरू त्यो पुस्तकमा आउने हो र यो सबैको विदेशमा जाँदाखेरि सबै नेपालीहरू
त्यहीँ बस्ने नेपालीहरू अथवा चाहिँ नेपालबाट यहाँ जाने नेपालीहरूको मनमा आउने कुराहरू चाहिँ पुस्तकमा मैले लेखेको छु। अरू समय व्यवस्थापनको कुरा रजनीजीले सोध्नु भएको छ। समय व्यवस्थापन चाहिने यो अङ्ग्रेजीमा एउटा उखान छ नि, इफ देयर इज विल देयर इज वे भने जस्तै मानिस जिउने आफ्नो रुचिको लागि पनि हो। साहित्य मेरो रुचिको विषय हो र त्यसको लागि चाहिँ म समय व्यवस्थापन चाहना भयो भनेदेखि चाहिँ व्यवस्थापन गर्न सकिन्छ। र यसै प्रसङ्गमा के भन्न चाहन्छु भने म धेरै यात्रा गर्नुपर्ने हुन्छ। यात्रा गर्दाखेरि दिउँसोको फ्लाइट छ र म एक्लै यात्रा गरेको छु भनेदेखि त्यो यात्रामा चाहिँ म लेख्ने पढ्ने नै प्रायः धेरै जसो गर्छु। राति हो भनेदेखि चाहिँ सुतिन्छ, होइन भनेदेखि धेरै जसो लेखहरू मैले त्यो ट्राभल गर्दाखेरि र प्लेनमा लेखेको छु। र अहिले युरोपमा बस्दाखेरि युरोपमा रेलको पनि एकदमै राम्रो यो व्यवस्था छ र रेलमा बस्दाखेरि पनि रेलको यात्रा गर्दाखेरि पनि लेखेको हुँ। तर टिपोट चाहिँ म पहिले नै गर्छु। यात्रा गर्दाखेरि केही घटनाहरू छन् भनेदेखि त्यो नबिर्सिउन् भनेर त्यो टिपोटहरू चाहिने र डायरी लेख्ने मेरो पहिलेदेखिको बानी हो। र त्यहीलाई लेख्नु कुनै विषय कुनै ठाउँको बारेमा कुनै यात्राको बारेमा मैले लेख्न थालेँ भने म त्यो टिपोट गरेका चिजहरू चाहिने हेरेर त्यसबाट सुरु गर्छु। र गीताजीलाई तपाईँको सद्भावपूर्ण शब्दहरूको लागि धेरै धेरै धन्यवाद। अब त्यसपछि इलियाजीले भन्नुभएको छ, तपाईँले सुरुमै भन्नुभयो अन्तरिक्ष यात्राको बारेमा पनि। अन्तरिक्ष यात्राको बारेमा त के छ भने म यो अमेरिकाको अन्तरिक्ष यात्री तयार गर्ने ठाउँ पनि गएर अवलोकन गरेको छु। रुसकोमा त पटक पटक गएको छु। त्यो चाहिँ नि के छ भने अन्तरिक्ष यात्रा चाहिँ नि मैले चाहेर पनि अब सम्भव छैन होला। त्यसको लागि चाहिँ नि उमेर अनि त्यो हेल्थ धेरै चिज छ नि, कमसेकम 1-1.5 वर्षसम्म त्यहाँ त्यसको ट्रेनिङ गरेको मान्छे मात्र त्यहाँ जान सक्छन्। त्यो चाहिँ सम्भव छैन होला। तर मेरो चाहना के छ भनेदेखि अन्टार्क्टिका चाहिँ नि लकडाउन खुलोस्, अन्टार्क्टिका चाहिँ मेरो पुग्ने एकदमै धोको छ। त्यहाँ चाहिँ म पक्कै पनि पुग्छु होला। र आर्कटिक जुन चाहिँ रुसको सुदूर उत्तर छ त्यहाँ पनि मेरो जाने धोको छ। त्यसको लागि चाहिँ कम्तीमा पनि 1-1.5 महिना चाहिँ नि समय लिनुपर्ने रहेछ। त्यो समय व्यवस्थापन गरेर त्यहाँ जाने चाहिँ रुचि छ। पदमपुरको बारेमा पनि लेख्नलाई मैले केही सुरुवात चाहिँ गरेको छु। त्यो मेरो जन्मभूमि हो। त्यो अहिले चाहिँ नि विस्थापित भएर त्यहाँ अहिले जङ्गल राष्ट्रिय निकुञ्ज चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको छ। म अस्ति 2 हप्ता अगाडि नेपाल चितवन जाँदाखेरि पनि त्यहाँ चाहिँ नि पुगेको थियौँ साथीहरूसँग। त्यसै गरी दुर्गा नेपालजीलाई तपाईँको सद्भावपूर्ण शब्दका लागि हार्दिक धन्यवाद। र तपाईँले जुन लास भेगासको कुरा उठाउनु भएको थियो त्यो चाहिँ नि वास्तवमा के छ भनेदेखि उनले पहिला अगाडि भनेका कुराहरू, त्यो पाइलट ब्राजिलियन पाइलटले भनेको कुराहरू सिरियस भए पनि त्यो पछाडिको कुरा वास्तवमा उनले मलाई लाग्छ त्यो ठट्टाकै रूपमा भनेका होलान् जस्तो मलाई लाग्छ। र त्यो ठट्टा मात्रै हो भन्न मैले खोजेको हो, होइन। त्यहाँ हावादारी शब्द प्रयोग भएको पनि त्यो ठट्टा हो। त्यहाँ के भनिएको छ भनेदेखि त्यो होवर ड्याम चाहिने प्रोजेक्सन गरिएको समयभन्दा 3 वर्ष अगाडि जस्तो लाग्छ सिद्धियो। अनि हामी त्यो हेलिकप्टरबाट चाहिँ होवर ड्याम र ग्रान्ड कानुन हेर्न भनेर गएका थियौँ। अनि ल यहाँ तिमीहरूलाई थाहा छ कसैलाई यो किन चाँडै सकियो भनेर उनले सोधे। अनि हामी कसैले पनि थाहा छैन भनेपछि उनले के भन्यो भने यहाँ चाहिँ नि काम गर्ने चाहिँ सबै पुरुषहरू मात्रै थिए। पुरुष मात्रै हुने हो भनेदेखि चाहिँ नि समयभन्दा अगाडि नै काम सकिन्छ भन्ने कुराको उदाहरण हो भनेर उनले भनेका थिए, होइन। त्यो वास्तवमा नै चाहिँ त्यो सही होइन नि, त्यो उडन्ते कुरा नै हो जस्तो मलाई लाग्छ। त्यो उनले मजाकै लागि भनेका होलान् भन्ने मलाई लागेर मैले त्यो भनेको हुँ। हजुर। अनि भीमबहादुर साहुजीले अफ्रिकाको विकासको उदाहरण चाहिँ दिनुभएको छ, सोध्नु भएको थियो। मलाई अफ्रिका जाँदाखेरि कस्तो लाग्यो भनेदेखि हामीले अफ्रिका भनेको एउटा अन्धकारको महादेश, पिछडिएका मानिसहरूको महादेश हो भनेर सामाजिक शिक्षामा इतिहासमा पढेको हो, होइन। तर म त्यहाँ जाँदै गर्दाखेरि चाहिँ मैले के देखेँ भने अफ्रिकामा अझै पनि द्वन्द्व छ। त्यहाँ अझै पनि यो अरिस्टोक्रेटिक कन्ट्रीहरू छन्। तर धेरै देशहरूले चाहिने हाम्रो जस्ता यो डेभलपिङ कन्ट्रीहरूलाई पछाडि छोडेर फरेन इन्भेस्टमेन्टलाई स्वागत गरेका छन् र विकासमा धेरै फड्को मारेको मैले देखेँ। र मलाई के लाग्यो भने त्यसपछि रुवान्डाको कुरा गर्ने हो भनेदेखि त्यस्तो आजभन्दा 25 वर्ष अगाडि 100 दिनमा 10 लाख मानिस मारिएको ठाउँमा चकित पार्ने गरेर चाहिँ अहिले विकास भएको छ। मलाई के लाग्यो भनेदेखि एकजना मात्रै दृढ इच्छा शक्ति भएको राजनेता हुने हो भने परिवर्तन भन्ने कुरा छोटो समयमा पनि सम्भव रहेछ भन्ने कुरा मलाई लाग्यो। र त्यही कुराहरू चाहिने र त्यो अरू पनि देशहरूमा युगान्डाको हामीले पढेकै छौँ। दादा इदी जस्तो मान्छे जसले फ्रिजमा मानिसको मासु काटेर राख्थे भनेर चाहिँ नि
पढ्न पाइन्छ, सुन्न पाइन्थ्यो। त्यस्तै अरू पनि देशहरू छन्, तिनीहरू चाहिँ धेरै इथियोपिया हामी बुझ्ने गर्दाखेरि पनि 25-30 वर्ष अगाडि इथियोपिया र नेपाल संसारको गरिब देशहरूमा 1 नम्बर 2 नम्बरमा पर्थे। तर इथियोपिया अहिले विकासको हिसाबले धेरै अगाडि गइसकेको छ। तर के हो भनेदेखि हामीसँग भएको सम्पदा चिन्न सकेनौँ र फेरि पनि भन्छु दृढ इच्छा शक्ति भएको राज्यता पाउन सकेनौँ। त्यही कुराहरूलाई चाहिँ छ नि कहीँ प्रत्यक्ष रूपमा भनेको होला, सकेसम्म चाहिँ नि परोक्ष रूपमा भए पनि यो कुरा पाठकहरूलाई पनि एउटा एक किसिमको सन्देश होस् भन्ने पनि मेरो चाहना हो। अनि भवानी खतिवडाजीले सोध्नु भएको छ कुनै आर्टिकल लेख्नुभन्दा अगाडि कसरी तयारी गर्नुहुन्छ, कतिवटा कृति पढेर लेख्नुहुन्छ भन्नुहुन्छ। जेनरली हामी यात्रा गर्दाखेरि मैले सुरुमा भनेको थिएँ त्यो ठाउँको भूगोल, राजनीति अनि त्यहाँ हेर्नुपर्ने, किनभने कति दिनको लागि हामी यात्रा गर्न गइरहेछौँ त्यसलाई चाहिँ एकदम सकेसम्म व्यवस्थित गर्नुपर्छ भन्ने लागेर चाहिने पहिले नै इन्फर्मेसन लिएर गयो भनेदेखि समयको राम्रोसँग व्यवस्थापन गर्न सकिने भएको हुनाले गर्दाखेरि सामान्य जानकारी चाहिने राख्ने गर्छौँ हामी र जानुपर्ने ठाउँहरू, त्यहाँको भूगोल, राजनीति अनि पछि कतिपय कुराहरू त त्यहाँ गाइडहरूसँग पनि लिन सकिन्छ। अनि त्यहाँ भेटेका मानिसहरूबाट पनि धेरै इन्फर्मेसनहरू आउँछन् र जस्तो क्यारिबियन सीको चाहिने भ्रमण गर्दाखेरि त्यो पाइरेट्स अफ द क्यारिबियन भन्ने जुन बच्चाहरूले हेर्ने फिल्मको सिरिज छ नि, त्यो बच्चाहरूले पनि हेर्थे र त्यो चाहिँ हेर्दै गर्दाखेरि उनीहरू भन्थे यो क्यारिबियन क्षेत्रमा चाहिँ हामी कुनै बेला जानुपर्छ भनेर उनीहरूले पनि भन्थे सानै हुँदाखेरि। अनि पछि मैले त्यो बेर्मुडा ट्राङ्गलमा जहाजहरू अनि यो सिपहरू चाहिने त्यो त्यहाँ भूमरीमा परेको भन्ने जुन कथा किम्वदन्ती सुन्ने गरेको थियो, त्यसैले गर्दाखेरि पनि त्यो ठाउँमा चाहिँ जाँदाखेरि कस्तो होला भन्ने जुन जिज्ञासा थियो, यस्तो जिज्ञासाहरू र इन्फर्मेसनहरू चाहिने सूचनाहरू लिएर नै हामी यात्रा गर्छौँ। र अरू त्यसपछि मोहन चापागाईजीले पनि समय व्यवस्थापनको कुरा गर्नुभएको छ। मैले अघि भनि नै हालेँ, यहाँहरूको जिज्ञासा र सद्भावपूर्ण शब्दहरूका लागि हार्दिक धन्यवाद भन्छु। र म धेरै कुरा भन्न चाहन्न, अन्त्यमा के भन्छु भनेदेखि म एउटा तपाईँहरू सबैको स्नेहले लेख्नमा भर्खर अभ्यास गर्दैछु र सिकारु लेखक हुँ र मैले जुन यो पुस्तक निस्केको छ यसलाई एउटा औसत पुस्तकको रूपमा लिइदिनु भयो भने त्यो मेरो लागि चाहिँ उच्च मूल्याङ्कन हुन्छ भन्ने मलाई लाग्छ। यहाँ विद्वान लेखकहरू हुनुहुन्छ, उहाँहरूको अगाडि मैले आफूलाई लेखक ठानेको छैन, म धेरै कुराहरू सिक्न बाँकी नै छन्। र अन्त्यमा के भन्छु भनेदेखि तपाईँहरूले जुन एउटा माया स्नेह दिनुभयो यसको लागि हार्दिक धन्यवाद। नियात्रा समाज नेपाललाई फेरि पनि धन्यवाद। अनि विद्वान समीक्षकज्यूहरूले जुन उच्च मूल्याङ्कन गर्नुभएको छ, फेरि पनि भन्छु मलाई अलिकति डर पनि लागेको छ तपाईँहरूले गर्नुभएको मूल्याङ्कन मैले थ्याक्न सक्छु कि सक्दिनँ भन्ने। र म लेखनको मेरो यात्रा त्यो निरन्तर रहने नै छ र यात्रा पनि म यो लकडाउनको सहजता हुने बित्तिकै मेरो यात्रा पनि निरन्तर हुन्छ नै। र विशेष गरेर मलाई यात्रामा किन लेख्छु भनेदेखि मलाई सबभन्दा सजिलो लाग्छ। त्यहाँ केही कुराको छ नि सोच्नु पनि परेन होइन, तपाईँले जे कुरा देखेको छ, जे कुरा सुनेको छ र जे कुरा चाहिँ तपाईँलाई अनुभूति भएको छ त्यही कुरालाई चाहिँ खालि लिपिबद्ध गर्ने मात्रै हो र त्यो मलाई सजिलो लागेको हुनाले गर्दाखेरि मैले लेखेको हुँ। र यो दोस्रो पुस्तक औसत पुस्तक हुँदाहुँदै पनि राम्रै रिस्पोन्स पाठकहरूबाट मैले पाएको छु। केही क्रिटिकल फिडब्याकहरू पनि छन्, त्यसलाई मैले असाध्यै सकारात्मक रूपमा लिएको छु। यहाँहरू सबैलाई धन्यवाद, नमस्कार। पाठकको कठघरामा उभिएर लेखक जीवा लामिछाने बिदा हुनुभएको छ। सायद उहाँले यहाँहरूका जिज्ञासाको सम्मान गर्नुभयो होला भन्ने मलाई अपेक्षा छ। अब यहाँहरूले यतिन्जेल धैर्य धारण देखाइदिनु भयो। अब हामी छैन धेरै समय, किनकि अब एकदमै कम बोल्नुहुन्छ अब बाँकी रहनुभएका अतिथिज्यूहरूले। नियात्रा समाज नेपालका संस्थापक अध्यक्ष तथा वर्तमान कार्य समितिका सल्लाहकार नियात्राकार श्री चन्द्रप्रसाद भट्टराई सरलाई चाहिँ अलिकति केही शुभकामना अथवा आजको कार्यक्रमको धन्यवाद ज्ञापन जस्तो के लाग्छ थोरै मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सभाध्यक्षज्यू, प्रमुख अतिथि आदरणीय बाङ्मा शताब्दी पुरुषज्यू, आजका स्रष्टा जीवा लामिछानेज्यू, समालोचकद्वय राजेन्द्र सुवेदी सर, ज्ञानी पाण्डे म्याडम र यहाँ उपस्थित सम्पूर्ण अरू महिला तथा सज्जनवृन्द, नियात्रा प्रेमीहरू, साहित्य प्रेमीहरू, नियात्रा समाजका साथीहरू, म एकदमै छोटोमा बोल्दछु।
यहाँ धेरै कुरा आइसक्यो। अब ती कुराहरूमा दोहोऱ्याउनुतिर त्यति उपयुक्त हुँदैन, समय पनि छैन हामीसँग। एक दुईवटा कुरा चाहिँ नि के हामीलाई फिल भएको छ भने यो नियात्रा समाज नेपाल भन्ने संस्था 6 वर्ष अगाडि स्थापना भएको हो र यो 6 वर्ष अगाडिदेखि स्थापनादेखि अहिलेसम्म र अब भविष्यमा पनि हामी त्यसमै लागिरहन्छौँ। त्यो के हो भने यति राम्रो कृति आउँछ। कसैले अघि यो कृति त नेताहरूलाई पढाउनु पर्छ भन्नुभयो, कसैले बाँड्नुपर्छ पनि भन्नुभयो। अब यो बाँड्नु किन पर्यो भने त्यो उहाँहरूले सबै कुरो म यो गर्थेँ, तर यो किताब किन्नलाई 200-300-400 पैसा मसँग छैन उहाँलाई कसैले भन्छ भने त्यतिखेर बाँड्नुपर्ने कुरा हुन्थ्यो। अब पैसाको दुःखले नपढेका होइनन् जस्तो लाग्छ मलाई। मान्छेले जतिले पढेका छन् अनेकतिरबाट बजेट कटौती गरेर पनि पढ्छन् र जसलाई पढ्नु छैन, पढेर पनि बुझ्नु छैन, बुझेर पनि बुझ पचाउनु छ, त्यस्ता मान्छेहरूलाई घर घरमा लगेर बाँडे पनि त्यो किताब पढिँदैनन्। त्यसकारण त्यो चाहिँ अलिकति मेरो अनुभव, आफूलाई अनुभव पनि भएको र धेरै वर्ष देखेको। अब यो यति राम्रा कृति उहाँको अघिल्लो सरस्वती संसार पनि त्यस्तै राम्रो थियो। त्यसमा 29वटा लेख छन्, यसमा 20वटा छन् र त्योभन्दा अगाडि मैले उहाँको चाहिँ त्यो उहाँको बाको बारेमा लेखेको खेमलाल लामिछानेज्यू उहाँको जसको बारेमा नै उहाँ र बुवा र आमाको नाम राखेर उहाँले प्रतिष्ठानै खोल्नु भएको छ, उहाँको बारेको किताबमा मैले उहाँको लेख पढेको थिएँ र त्यतिखेरदेखि नै मलाई चाहिँ एकदम उहाँको एउटा कुशल सङ्गठक, सफल व्यवसायी भन्ने मलाई थाहा थियो। तर यति राम्रो लेखक पनि उहाँ हुनुहुँदो रहेछ, यति भित्रबाट मनबाट लेख्नु हुँदो रहेछ भन्ने कुरो चाहिँ मलाई त्यहाँदेखि थाहा भएको र त्यस पछाडि उहाँको फेसबुक स्ट्याटस पनि पढ्दैछु, किताब पनि पढ्दैछु। अब यहाँ प्रश्न के रह्यो भने यति राम्रा चिज अब कसरी पाठक समक्ष पुर्याउने, त्यसको एउटा सजिलो चाहिँ एउटा माध्यम हामीले नियात्रा समाज नेपालले चाहिँ एउटा सोच बनाएको। त्यो के हो भने पाठ्यक्रममा नेपालमा यत्र विश्वविद्यालयहरू छन्, त्रिभुवन विश्वविद्यालय छ, अरू 10-12 कति विश्वविद्यालय छन्, काठमाडौँ विश्वविद्यालय छ। अब यी विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूका दिमागमा यी कुरा हालिदिए यति उपयोगी कुरा छन्, यति राम्रा कुरा छन्। त्यहाँ चाहिँ इतिहास छ, त्यहाँ चाहिँ भूगोल छ, त्यहाँ अर्थशास्त्र छ, त्यहाँ राजनीति छ, त्यहाँ चाहिँ दर्शन छ, त्यहाँ चाहिँ नेपालको कुरा छन्। यी कुराहरू ती विद्यार्थीहरूको दिमागमा घुसाइदिन पाएदेखि पो अनि उनीहरूले यो कुरालाई आत्मसात गर्थे र पछिसम्म त्यसको प्रभाव रहन्थ्यो। र नियात्रा समाज नेपालले आफ्नो स्थापना कालदेखि नै यो नियात्रा विधालाई एउटा चाहिँ विश्वविद्यालयहरूलाई मान्यता दिउन् भनेर अलिकति हामीलाई निकै नै प्रयास गर्दाखेरि त्यो प्रयासको फलस्वरूप नियात्रा समाज नेपालको प्रयासको फलस्वरूप अहिले त्रिभुवन विश्वविद्यालयको बिएको कोर्समा चाहिँ यात्रा साहित्य विधा भन्ने आएको छ। त्रिभुवन विश्वविद्यालयमा बिए मात्रै छैन, त्यहाँ बिएड छ, त्यहाँ एमए छ, अरूहरू पनि के हुन्छन् नेपाली विषय पढायो भने त्यो त एउटा विश्वविद्यालय हो। अरू विश्वविद्यालय छ। अब हामीहरूले यी कुराहरूलाई कसरी त्यहाँ पार्ने? अब हामी त त्यहाँ छैनौँ, हामी त विश्वविद्यालयतिर सम्बन्धवान छैन। हामीहरू त कुरा उठाउने राख्ने हो, राम्रा चिज पढाउने, राम्रा चिज मान्छेका दिमागमा घुसाइदिने हो भने विद्यार्थी हुने एउटा राम्रा पात्र चाहिँ तिनका दिमागमा घुसाइदियो भने त्यो लामो कालसम्म 20 वर्षको मान्छेले पढेको कुरा उसले 80 वर्षको उमेरसम्म उसले त्यो कुरो बुझ्दछ, त्यसलाई प्रयोग गर्छ। असल मान्छे हो भने त्यसलाई आफ्नो ठाउँमा ऊ कहाँ पुग्छ त्यसलाई लागू गर्न खोज्छ। त्यसकारण अब म छोटकरीमा अब यसै मञ्चबाट यो त्रिभुवन विश्वविद्यालयका हुनुहुन्छ हाम्रो राजेन्द्र सुवेदी सर नै अब नेपाली केन्द्रीय विभागको विभागीय प्रमुख भएर निवृत्त हुनुभएको, ज्ञान पाण्डे म्याडम हुनुहुन्छ, अब यहाँ रजनी ढकालजी हुनुहुन्छ, यहाँ गीता त्रिपाठीजी हुनुहुन्छ, अब त्यस्तै यतापट्टि काठमाडौँ विश्वविद्यालयमा डाक्टर जङ्ग चौहान हुनुहुन्छ। यी विश्वविद्यालयहरूका कोर्सभित्र यात्रा साहित्य विधालाई प्रवेश गराएदेखिको धेरै मान्छे लाभान्वित हुन्थे भन्ने हामीलाई लागेको छ र त्यसमा चाहिँ नै हामी नियात्रा समाज नेपालले लागिराखेका छ। नत्र भने यति राम्रो किताब अब त्यो चाहिँ सम्बन्धित मान्छेको हातमा पुगेन भने त्यसको चाहिँ अलि पुगिदियो भने कति राम्रो हुन्थ्यो। एउटा त्यो बाटोमा अलिकति चाहिँ नै अरूको पनि हामीहरूले साथ सहयोग खोजेका छौँ। यसमा हाम्रो नियात्रा समाजले मात्रै लागेर भएन, अरूको पनि सम्बन्ध सबैको साथ सहयोग चाहिएको छ। अब त्यति यो किताबको बारेमा त म केही पनि भन्दिनँ। अब जीवाजीको व्यक्तिगत उसमा बारेमा मलाई एउटा 1-2वटा कुरा त्यहाँ लागेका चाहिँ के छन् भने उहाँ भ्रमण गर्नुहुन्छ, भ्रमण गर्नु अत्यन्तै राम्रो कुरा हो। लेखक पनि हुनुहुन्छ, लेख्न पनि थाल्नुभयो र एउटा मिठो र लोभलाग्दो बाटो चाहिँ के देखिएको छ भने
उहाँका दुई भाइ छोराहरूलाई पनि उहाँले यात्रामा एक किसिमको उहाँको देखेर होला सायद तिनीहरू पनि आकर्षित भएका छन् र यो किताब पढ्दाखेरि थाहा हुन्छ। अहिले चाहिँ नि उहाँले प्रत्येक वर्ष समर भ्याकेसनतिर छोराहरूको छुट्टी मिलाएर ती कहाँ जाने कता जाने भन्ने कुरा उहाँले भन्नुहुन्न, छोराहरूले भन्छन्। उनीहरूले नै खोज्छन् त्यो ठाउँ कहाँ छ, कसरी जाने, कति दिन बस्ने सबै प्लान उनीहरूले गर्छन् र बुवा आमालाई लिएर जान्छन्। र त्यो एउटा कति राम्रो चिज एउटा उहाँले अर्को पुस्तालाई हस्तान्तरण गरिराख्नु भएको छ। त्यो कुरो अत्यन्तै चाहिँ हेर्दाखेरि सामान्य छ, तर चाहिँ त्यसले अब उहाँले 130 देश घुम्नुभयो भने ती दुईवटा छोराले 230 देश त छैनन्, 230 देश भएका भए घुम्थे, नभए 200 त्यति घुम्छन्। त्यो एउटा संस्कार दिनुभएको छ। त्यो संस्कार चाहिँ नि एउटा संस्कारले नै हुँदो रहेछ मान्छेलाई। र त्यसमा चाहिँ म अत्यन्तै त्यो देखेर प्रसन्न भएको छु, खुसी भएको छु। र जिवा जिल्लामा छोटकरीमा समय धेरै छैन, उहाँका यी दुईवटा किताब जसरी यति राम्रा मिठा किताब आए त्यस्तै किताब भविष्यमा अरू आउन्। र यी हामीले जतिले पढ्यौँ, हामीले पढेका मान्छेहरूले चाहिँ नै यो किताब राम्रो छ भनेर कतै भन्दिन पाऊँ, आनन्द लाग्छ त्यो भन्दाखेरि। तपाईँहरूले ल है फलाना किताब पढ्नुभयो भनेर भन्न पाऊँ, बोल्न पाऊँ, लेख्न पाऊँ। र त्यति भन्दै म आज मेरो छोटकरीमा 2 शब्द यहीँ सिद्ध्याउँछु। धन्यवाद। धेरै धेरै धन्यवाद चन्द्रप्रसाद भट्टराई सरलाई। आजका हाम्रा प्रमुख अतिथि अत्यन्त गौरवशाली व्यक्तित्व, हाम्रा प्रेरणाका पुञ्ज, शताब्दी पुरुष, वरिष्ठ व्यक्तित्व डाक्टर सत्यमोहन जोशीका आशीर्वचनका लागि म माइक्रोफोन उहाँको समीप पुर्याउँछु। यस सभामा सहभागी हुने सौभाग्य पाएँ, त्यसको निमित्त आयोजकज्यूप्रति मुरी धन्यवाद ज्ञापन गर्न चाहन्छु। जीवा लामिछानेज्यूको नियात्राकार उहाँको किताबको बारेमा, देश देशहरूको बारेमा जुन एउटा चर्चा, समीक्षात्मक चर्चा भयो, त्यसमा 2जना विद्वान र विदुषीहरूले ज्यादै राम्रो तरिकाले जे जति भन्नुपर्ने उहाँहरूले विश्लेषण गरेर भनिसक्नुभयो। त्यसलाई फेरि भन्नु छैन। अब त्यो किताब राम्रो भएर नै, महत्त्वपूर्ण भएर नै उहाँहरूले गहिरो अध्ययन गरेर त्यसमा टिका टिप्पणी गरेर र आफ्ना विचार पोख्नुभयो। र त्यसैलाई फेरि आजको यस सभामा अन्तर्वार्ताको रूपमा, अन्तर्क्रियाको रूपमा यहाँहरूले पनि, दर्शकहरूले पनि अथवा यो यसबारेमा धेरै कुरा आफ्ना मनका कुराहरू प्रश्नको रूपमा अथवा विचारको अभिव्यक्ति गर्नुभयो। त्यो चाहिँ पनि ज्यादा एउटा नयाँ परम्परा जस्तो लाग्यो। यसरी नियात्रा साहित्यको लिएर यसरी गोष्ठी गरेको र यो यस्तो किसिमको छलफल गरेको र त्यो पनि शान्तपूर्ण वातावरणमा बडा राम्रो तरिकाले गरेको सबभन्दा पहिलो यही जस्तो मलाई लागेको छ। हुन त यो नियात्रा समाज खडा भएकै 5-6 वर्षको कुरो हो, त्योभन्दा अगाडिको होइन। त्यो बेला त कसैले किताब निस्कियो होला नियात्राको, भए पनि सङ्गठितको रूपमा थिएन। अहिले सङ्गठित रूपैमा नियात्रा समाजै खडा भएपछि सबैमा एउटा चासो भयो कि नियात्रा हजुरकै किताबमाथि हुन त उहाँले भन्नुभयो मेरो यो किताबको बारेमा भने हो। मैले 1953 भन्दाखेरि आजभन्दा झन् 70 वर्ष अगाडिको कुरो। त्यति तपाईँको उसमा म भर्खरको यङ जवानी थिएँ। न्युजिल्यान्डमा सबभन्दा पहिले पुग्ने नेपाली मै हो भनेर त्यहाँको त्यहीँ तपाईँको न्युजिल्यान्डको टुर गरेर सारा कुरा गरेर त्यहीँ बसेर त्यहाँको बारेमा किताब चाहिँ लेखेको त हुँ। अघि एन्टार्क्टिकको कुरा पनि गर्नुभयो उहाँ जीवा लामिछानेले, उहाँ पुग्ने इच्छा छ भने। त्यो बेला म चाहिँ एन्टार्क्टिकै सबभन्दा नजिकको देश न्युजिल्यान्ड, मलाई पनि त्यहाँ न्युजिल्यान्ड पुग्दाखेरि एन्टार्क्टिकमा एकचोटि पुग्नु पायो भने जाति होला जस्तो लागेको थियो। तर त्यो बेला त्यो कुनै किसिमको परिस्थितिले दिएन र म चाहिँ फर्केर आएँ। फर्केर आएपछि न्युजिल्यान्डमा पुग्ने पहिलो नेपाली भनेर गरेँ। त्यसपछि त्यो किताब निस्किएपछि यी एकजना मान्छेले होइन न्युजिल्यान्डमा अकल्यान्डमा गएका मान्छे पनि छन् भनेर नाम पनि दिए। तर मेरो चाहिँ कुरा के हो भने म चाहिँ त्यहीँ बसेर रजिस्टर भएर उनीहरूकै निम्तामा उनीहरूकै ठाउँमा कुरा गरेर किताब लेख्ने चाहिँ म। अब त्यो आरुट गरेर अकल्यान्ड भएर त्यहाँ हैदराबाद एक रात त्यहाँ बसेर अथवा एक दिन बसेर त्यो बाटो भएर जाने कुरा, त्यसलाई चाहिँ नियात्रा चाहिँ भन्नु चाहिँ मिल्दैन भनेको। त्यसो भएको हुनाले जुन पहिले मभन्दा पनि पुगेको कोही होला भए पनि तिनीहरू त्यो देशको निम्तमा
त्यहीँ बसेर त्यहीँको रैथाने जस्तो भएर त्यहाँको वर्णन गरेर यताउति गरेको चाहिँ कहीँ कति कसैले गरेको थिएन। त्यो साहित्य चाहिँ सबभन्दा पहिले मेरो नै थियो। त्यसैले मैले त्यहाँ पुग्नु नै को निम्ति नै यहाँबाट कुराको विवरण चाहिँ आफूले भएको देखिएको सारा कुरा गरेको थिएँ तपाईँको। त्यसैले एउटा कुरा त्यो भयो। त्यसैको नाताले पनि यहाँहरूले मलाई चाहिँ एउटा सम्मान पनि गर्नुभयो। त्यसपछि मलाई नियात्रामा ज्यादै चाख लाग्यो र यति बेला म जति पनि नियात्रा किताबहरू निस्किएका छन् त्यसको सङ्कलन गरेर एक ठाउँमा राखेर कमसेकम नियात्रा साहित्यको पनि त्यो बढ्दै जाने कुरो होइन, त्यो धेरै काम लाग्छ भन्ने कुरामा चाहिँ लागेको छु। त्यसै एउटा ग्यालेरी जस्तै बनाए नियात्राको बारेमा कहीँ कति तपाईँहरूलाई छ भने नयाँ किताब छ भने किनेर भए पनि जहाँ जे गरेर पनि राख्ने र सबैलाई त्यसको एउटा डकुमेन्टेसन जस्तो गरेर सारा कुरा गर्ने पाए जति नियात्राको गर्ने भन्ने कुरा आयो। त्यसैले नियात्रा भन्ने कुरो चाहिँ ज्यादै नै महत्त्वपूर्ण कुरो हो जस्तो लाग्यो। अहिले चाहिँ जीवा लामिछानेको बारेलाई लिएर मात्र यो कुरो भइराखेको छ। यसबाट एउटा मलाई सम्झना आउँछ, नियात्राको शुभारम्भ चाहिँ यदि मार्को पोलोले उसले मिमोयर्स यो ट्राभेलग अथवा यात्रा सम्बन्धी उनको किताब ननिस्किएको भए अमेरिका पत्ता लाग्ने थिएन तपाईँको। उनको किताब 13औं शताब्दीमा उनको किताब निस्किएपछि बल्ल युरोपवासीहरूले थाहा पाए कि युरोपबाट बाहिर पनि देशहरू रहेछन्। त्योभन्दा अगाडि देश छ भन्ने कुरो अमेरिका छ भने पनि थाहा थिएन, इन्डिया छ भने पनि थाहा थिएन, न्युजिल्यान्ड अस्ट्रेलिया छ भने पनि थाहा थिएन। र उनको किताब निस्किएपछि अनि कोलम्बस आयो, भास्को डेगामा आयो, अरूहरू आए। त्यसपछि युरोपका 16 साना राष्ट्रहरूले सबैले कोलोनाइजेसन उपनिवेशको निमित्त बनाएर सारा भियतनामदेखि लिएर सानातिना मुलुकहरूलाई पनि लिए उपनिवेश बनाएर पैसा जति कमाए। अङ्ग्रेजहरूले त एउटा यस्तो राज्य खडा गरे कि दिस सन नेभर सेट्स इन द ब्रिटिस एम्पायर भन्यो। ब्रिटिस साम्राज्यमा सूर्य कहिले पनि अस्ताउँदैन भन्यो। किन? अब बेलायतमा चाहिँ तपाईँको बिहान सूर्योदय भइराखेको छ भने उसीको उपनिवेश न्युजिल्यान्ड अस्ट्रेलियामा चाहिँ रात परिराखेको हुन्छ। अब उसीको उपनिवेश अस्ट्रेलिया र न्युजिल्यान्डमा बिहान भयो भने बेलायतमा चाहिँ रात परिराखेको हुन्छ। त्यसो भएको हुनाले सूर्य त कहिले पनि अस्ताउँदैन भनेर चाहिँ ऊ पनि भयो। कति कमायो होला, कति मोज मजा गरेर, कति के गरेर, त्यो चाहिँ हामीले थाहा छ होइन। किनभने भारतको उपनिवेश गरेको त हामी सबैलाई थाहा छ, 200-300 वर्षसम्म त उपनिवेशै गरे। तर नेपालमा चाहिँ गर्न सकेन, त्यो अर्कै कुरो हो, हामीलाई गर्व छ। तर जे होस् यो पृष्ठभूमिमा नियात्राको चाहिँ जे भए पनि ठुलो हुन्छ। म त भन्छु जति मैले यहाँ सुने यताउति गरेँ, हुन त नियात्रा गर्ने मैले पनि गरेँ या अरूहरूले पनि किताब देखेँ यताउति गरेँ। तर जीवा लामिछानेको एउटा विशेषता के हो भने उहाँ एकचोटि होइन, दुईचोटि होइन, तीनचोटि पनि पुग्नुहुन्छ त्यो मुलुकमा। त्यहाँका जनजीवन, त्यहाँका उद्योग व्यवसाय, त्यहाँको रहनसहन, त्यहाँको कल्चर, त्यहाँको सारा जीवनशैलीहरू यहाँबाट कुरामा उहाँको चाहिँ तपाईँको नजर, उहाँको आँखा गइराखेको हुन्छ। उहाँ टिपिहाल्नुहुन्छ र उहाँको पछिलाई अब त्यो उहाँको पछि लाग्ने पाठकलाई पनि उहाँले लिएर जानुहुन्छ र उहाँहरूले पनि एउटा मजा दिनुहुन्छ, आनन्द हुन्छ। उहाँको किताब पढेपछि उहाँ सँगसँगै हामी पनि हिँडिराखेको जस्तो हुन्छ। त्यो जीवन्त पार्ने चाहिँ जुन यात्रा संस्मरण हो त्यो क्षमता उहाँमा छ, त्यो भाषा उहाँमा छ। त्यो चाहिँ तपाईँको नेपाली भाषा साहित्यको यो नियात्रा साहित्यमा एउटा बेजोर छ तपाईँको। फेरि उहाँको निरन्तरता गइराखेको छ, नन स्टप जो छ तपाईँको। उहाँ आफै पनि भन्नुहुन्छ कति कुरा उहाँको तयारी होला, कति अपुरो भएको होला, कति अधुरो भएको होला, त्यो चाहिँ पछि आउँदै गर्ला। उहाँ आफू पनि सम्पन्न भएको हुनाले उनलाई कुनै एउटा समस्या पनि छैन। जुन समस्या हामी भोग्छौँ त्यो समस्या उहाँलाई छैन, किनभने उहाँ आफै पनि एउटा दाता, फेरि नेपाली भाषा साहित्यको निमित्त अर्पित मान्छे तपाईँको उहाँले गरिराखेको भएको हुनाले हामी धेरै आशा गर्न सक्छौँ। सबैको तर्फबाट उहाँले मुरी धन्यवाद छ। उहाँ लेख्नु पनि हुन्छ, नियात्राको उसमा पनि निकै आफ्नो कन्ट्रिब्युसन दिइराख्नु भएको छ, यहाँबाट कुरा गरिराख्नु भएको छ। अब नियात्राको बारेमा यो एनआरएनले, उहाँहरूकै संस्थान एनआरएनले मलाई पनि एकचोटि केही वर्ष अगाडि बोल्न चाहिँ एउटा उद्योग निमन्त्रण दिएको हुँदाखेरि मैले आफैले भने के भनेको थिएँ भने यो एनआरएनको सबभन्दा पहिलो को हो त एनआरएन भनेर मैले के गरेँ भने अरूनिकोलाई तपाईँले एनआरएन मान्ने कि नमान्ने। 13औं शताब्दीमा चिन पुग्ने नेपाली एउटा वास्तविक कलाकार अरूनिकोलाई एनआरएन भन्ने कि नभन्ने भन्दाखेरि एउटा प्रश्न चाहिँ मैले ठडाएको थिएँ। अनि मैले भने एनआरएन त ऊ पनि एनआर हो। किताब लेख्दैमा उसले किताब नलेख्दैमा
त्यसलाई चाहिँ यसरी उपेक्षित रूपले हेर्नु हुँदैन। उनका पनि कृति छ, तपाईँको योगदान छ। उनले चीनमा के गरे, के दिए, के गरे, उनको जीवन उहीँ गयो, उहीँ बस्यो, उहीँ मर्यो, सारा कुरा भयो। तर उनको निम्ति चिनिया इतिहासमा कुनै विदेशीको नाम चाहिँ छैन। तर उनको चाहिँ युवान वंशको 203 एउटा च्याप्टरै छ, एउटा अध्याय नै छ। त्यसमा नेपाली कलाकार, वास्तविक कलाकार अर्निकोको सम्पूर्ण जीवन दिइराखेको छ। उनको फ्युनरल उनको समाधिस्थलको जहाँ उनलाई पोले, जहाँ गरे, त्यहाँ त उनीहरूले एउटा ठुलो मेमोरियल स्मारक चाहिँ खडा गरेर उनको यावत उनका कृतिहरूको वर्णन चाहिँ गरिदिएको छ। उनलाई चाहिँ तपाईँको उनको निजामती माने सिभिल जुनमा चाहिँ हामी यहाँ बडा काजी भन्छौँ, त्यो बडा काजीको तपाईँको त्यत्रो ठुलो दर्जा दिएको छ उनलाई। कति उनका अब भयो नि, अब कति उनका खानापिना बस्न यताउति गरे जस्तो तकमा सकमा दिन्छन् तपाईँको पिङ वाङ ख्वाङ यस्तै चाइनाको यस्तै ठुल्ठुलो तकमाहरू छ, त्यो जम्मा नै उनलाई दिएको छ। कत्रो सम्मान गरेको छ, तपाईँको सारा गरेको छ। यदि चाहिँ तपाईँको त्यो नगरेको भए त उनलाई भने उनको गुण होइन, उनले त्यो मात्रै गरेको होइन। उहाँ गएर नेपाली कला शैली, भगवान् बुद्धलाई कसरी बनाउने, चैत्य कसरी बनाउने, यो चाहिँ तपाईँको श्वेत चैत्यहरू कसरी बनाउने, कुन तहले बनाउने, यो सारा कुरा नेपाली कला शैली नै उहाँ सिकाएर चाइनिजहरूलाई तयार गरे तपाईँको। त्यसैले उनले बनाएको पेकिङको सबभन्दा ठुलो जुन दागोबा, यो प्यागोडा पनि भन्छ, तर वास्तवमा दागोबा, किन दागोबाको छाना हुँदैन, प्यागोडाको छाना हुन्छ। त्यो दागोबा बनाएर 8 वर्ष लगाएर दागोबा बनाएर 8 वर्ष लगाएर त्यो दागोबाको बिहार बनायो, ठुलो बिहार, चारैतिर तपाईँको बस्नुहुने अनेक देवदेवताहरू भएको, सारा कुरा भएको, दीपङ्कर मूर्तिहरू भएको, त्यस्तो बनाएर उनले गरे। र उनलाई त्यो गरेको बाबतमा एउटा तपाईँको यो कलाकृतिले गर्दाखेरि र यो नियात्राकामा लागेका मान्छेहरूको नामले गर्दाखेरि के कति हुँदो रहेछ भन्ने कुरो रिसेन्टली भनेको केही वर्ष अगाडिको यो 2066देखि लिएर 2066देखि लिएर 2076सम्म 10 वर्ष कल्चरल रिभोल्युसन भयो चाइनामा। केही वर्ष अगाडिको कुरो तपाईँको। त्यो वर्ष तपाईँको रेड आर्मीले तपाईँको सारा चाइनालाई थर्कायो। रेड आर्मी भने स्कुलका कलेजका विद्यार्थीहरूले रेड आर्मीले थर्काएपछि त्यहाँका तपाईँको सारा यी ठुल्ठुला नेताहरू, सारा ठुला यिनीहरूलाई पनि लगाएर आत्मआलोचना गराउँछ उनीहरू, लगेर भन्छ। साराले लगेर तपाईँको हामीलाई मात्रै बढार्ने हो, हामीलाई मात्रै पानी बोक्ने हो, छात्रावासको निम्ति तिमीले पनि पानी बोक्नु भयो, तिमीले पनि खानुपर्छ, ल बोक पानी भनेर पनि बोका। यति दुःख देखेँ, यति उयो भएन भयो। त्यसपछि त्यहाँ उनीहरूले यो किन यो हामीलाई चाहिँ चर्च चाहिएको, ल यिनीहरूलाई पनि खत्तम गरिदियो। यो किन यो हामीहरूलाई यो चाहिँ मस्जिद चाहिएको, त्यो पनि खत्तम गरिदियो। यो किन यो गुरुकुल चाहिएको, के अरे यस्तै किसिम गरेर सारा धर्म पनि आक्षेप गरेर सारा गर्दा अनि एक फौज आएर यो नेपाली कलाकार अर्निकोले बनाएको श्वेत चैत्यको जुन बिहार छ, त्यो बिहारमा आएर यो बिहार पनि किन चाहियो, यो भड्काइदियो, यो श्वेत चैत्यलाई भड्काइदियो। कहाँ गयो त्यो मान्छे, कहाँ हो यो भनेर गर्दाखेरि त्यो बेलाको यो साँच्चीको घटना। त्यसपछि तपाईँ आएको चाउमिन लाइले उता प्रधानमन्त्री थिए, उनले त्यो कुरा थाहा पाएपछि दौड गरेर आएर त्यहाँका रेड गार्ड्स रिभोल्युसनरलाई भने अरे, हेर रिभोल्युसनर्स रेड गार्ड्स कमरेडहरू हो, मेरो कोटी बिन्ती छ, यो तपाईँको नेपाली कलाकार अर्निकोले बनाएको जुन नेपालदेखि आएर बनाएको 8 वर्ष लगाएर अझ 8 वर्ष लगाएर बिहार बनाएको, यत्रो बिहारलाई खुवाउनु पर्दैन, दिनु पर्दैन, के गर्नु पर्दैन, यसले के बिगारेको छ? यसले केही बिगारेको छैन। हाम्रो दुई देशको मित्रता छ, हाम्रो दुई देशको चाहिँ सांस्कृतिक सम्बन्ध छ, हाम्रो दुई देशको यस्तो किसिमको मैत्री। किनभने चिनिया रानी के अरे एउटा उसको बरु माने बुहारी बनाएको छ सँगसँगै ग्याम्पोले, चिनिया आइमे पनि स्वास्थ्य बनायो, नेपालको भृगुटीलाई बनायो, हरितारा र श्वेत तारा गरेर गरेको भएको हुनाले त्यो नाता पनि छ हामीले। त्यो नाताले गर्दाखेरि पेकिङदेखि लिएर काठमाडौँसम्म हामीहरू एउटा म्याट्रिमोनियल एलियन्स वैवाहिक सम्बन्ध पनि छ, बाटोको विकास भएको सारा भएको छ। हामीले त्यो गर्नै पर्दैन थियो। त्यस्तो कुरा बिगाऱ्यो भने त हामीले के गर्ने, तपाईँले के गर्नुहोस्, यसलाई बिगारेर के पाउनुहुन्छ, केही पनि पाउनु हुँदैन भन्दाखेरि सबैले निहुराएर त्यो चाहिँ बचाए। त्यो नगरेको भए, उनले त्यतिखेर नबोलेको भए श्वेत चैत्यलाई खत्तमै गर्ने, त्यत्रो रिभोल्युसन गरेको भनेपछि अब यहाँ चाहिँ तपाईँको
यो नियात्रीवालाले चिन पुगेर उहीँ बसे, अब के गर्ने अब, तर उनले लेखेन। त्यो श्वेत चेत्री पनि त लेखेकै हो नि एउटा, त्यो पनि एउटा महाकाव्य हो नि, त्यो श्वेत चेत्री पनि एउटा ठुलो ऊ हो नि, कन्ट्रिब्युसन हो नि, होइन? त्यो जम्मै वर्णन गरेको चाहिँ तपाईँको सारा चिज उनीहरूको फ्युनरल इन्स्क्रिप्सनमा भनेर त्यो समाधि स्थलमा लेखिएको छ। र उनको को ल्याए, के छ, कस्तो छ, उनको बाबु आमादेखि लिएर कसलाई चेला बनायो, कसले के काम गरे, उनी कति जान्ने बुझ्ने भने सारा कुराको चिनेरले नै भन्छ हाम्रो इतिहासमा विदेशीहरूको नाम छैन, विदेशीहरूको वर्णन छैन, तर नेपालीको कलाकार अर्नेको चाहिँ अपवाद उनको चाहिँ हामीले गरिदिएको छ। त्यत्रो सम्मान पाएको छ भने यो त नियात्राको फल हो नि। यदि चाहिँ तपाईँको त्यो 13औं शताब्दीमा त्यहाँ नपुगेको भए अब उसले टिबेट क्वाप्पै खाइदियो, नेपालले क्वाप्पै खानलाई के बेर भयो? अहिले इन्डियासँग त्यो झगडा त्यतिकै भइराखेको छ, होइन? ती सानो सिमानामैको कुरो हो। यस्तो आउँदाखेरि नै आउँछ। त्यो पनि कुब्लाई खाँ भने कस्तो भने चिङ्गिज खाँको नाति, चिङ्गिज खाँलाई त युरोपै थर्काएको नि, कहाँ मात्रै पुगेन उसले, के मात्रै गरेन। उसको नाति कुब्लाई खाँ भने उता मङ्गोलियन हो। त्यो मङ्गोलियनले सारा चिनियाको 75% त हान जाति, चिनिया जाति थियो, सान जातिले कन्ट्रोल गरेर बसेको भने नेपाललाई त त्यो बेला खानु त केही थिएन, होइन? तर कलाकार अर्नुकोले बचाइदियो। कलाकार अर्नुकोले यो कल्चर रिभोल्युसनको टाइममा पनि त्यो श्वेत चेत्रीलाई बचाएको हुनाले त्यसपछि म्युनिसिपालिटी गभर्मेन्ट पेकिङले अब यसलाई चाहिँ नम्बर 1मा सुरक्षा प्रदान गर्ने गरेर त्यो लिस्टमा राख्नुपर्छ भने त्यस देखरेख गरिराखेर सम्पूर्ण बन्दोबस्त गरिराखेको छ। अहिले त पैसा कमाउँछ तपाईँको, सारा विदेशीहरूले हेर्न जान्छ, डलर कमाउँछ तपाईँको, होइन? सोर्स अफ इन्कम भयो अहिले, होइन? त्यो पनि भयो तपाईँको। त्यसो भएको हुनाले यसको चाहिँ धेरै यस्ता किसिमको पक्षहरू छ। यो जति हामी बाहिर जान्छौँ, जति हामीले बाहिर किताब निकाल्छौँ, यी सारा कुराहरूलाई व्यवस्थित गर्दै गएकोमा अथवा यसको पठन पाठन भएकोमा, यसको चाहिँ प्रचार गरिसकेको भएकोमा यो नियात्रा साहित्य यसको ठुलो एउटा महत्त्व छ भन्ने कुरो हो। त्यो बेला चाहिँ अब हाम्रो सारा नेपालीहरूले 32 कोठी टिबेटमा त राखेकै होइन। हरेक कोठीको भनेको एउटा ठुल्ठुलो मर्चेन्टहरूको आफ्नो स्टोर छ। 32 नभए 32 कोठी महाजन। त्यो अब उनीहरूले कम्युनिस्टले कब्जा गरेपछि त्यो 32 कोठी महाजन जम्मै अब नेपालीमा फर्के। यो तुलाधरहरू, यो मणिहर्ष ज्योतिहरू जम्मै कोही कोटीका थिए तपाईँको। यहाँको भीमसेन सानलाई समेत लिएर गएर कल्चरको स्थापना गरेको। किन भीमसेनलाई चाहिँ यो व्यापारको वाणिज्य व्यापारको एकदम सहायक अथवा त्यसलाई सपोर्ट गर्ने देवताको रूपमा पूजा गर्छन् तपाईँको। ज्यादै नै मान्छन् भीमसेनलाई। त्यो भीमसेन लगेर त्यहाँ उ गरेको। अहिले पनि त्यहाँको कन्सुल जनरलले आफ्नो दूतावासमा त्यो भीमसेनलाई ल्याएर पुजारी राखेर दिन पूजा गरी दरबन्दी गरिराखेको छ। नेपालको परम्परा नटोरोस् भनेर त्यत्रो कल्चरको टेस्ट हुन्छ। त्यसैले अब यहाँ कल्चरको कुरा गर्दाखेरि जीवाजीलाई एउटा भन्नु मन लागेको कुरा के हो, तपाईँ जहाँ जानुहुन्छ एउटा कम्पेरिटिभ स्टडी नेपालको र त्यो देशको दुवै आदान प्रदानको बारेमा आफूले देखेको कुरा गरिराख्नुहुन्छ। एक किसिमलाई तपाईँ एउटा हामीहरूको एउटा कल्चरल एम्बेसडर अथवा चाहिँ साहित्यका चाहिँ एउटा राजदूत जस्तो गरेर तपाईँले काम गरिराख्नु भएको छ। त्यो हामीले चाहिँ बुझ्ने मान्छे बुझ्छ। त्यो नियात्रावाला मात्रै होइन, नियात्राकार चाहिँ एउटा राजदूतले गर्ने काम उनले गरिराखेको छ। उनले त्यति गर्दाखेरि त्यहाँको सारा कुरालाई प्रभाव पार्न सक्छ। बोल्नु कसरी नेपालको विरोधमा बोल्यो भने उसले त्यसको प्रतिकार गर्छ। सारा कुरा गरेर आइराखेको छ नि तपाईँ। त्यसो भएको हुनाले तपाईँ त एउटा राजदूत जस्तैले गरेर काम गरिराख्नु भएको छ। खालि एउटा व्यापारीको निम्ति, उद्योगपतिको निम्ति मात्रै गरिराख्नु भएको छैन कि, साहित्यकारको निम्ति मात्रै भएको छैन कि, देशको एउटा प्रतिष्ठित एउटा कल्चरल एम्बेसडरको रूपमा पनि तपाईँले काम गरिराखिरहनु भएको हुनाले यो श्रेय तपाईँलाई अब नियात्रा साहित्यकार हाम्रो समाजले दिनै पर्छ, होइन? अरूहरूले पनि दिएपछि अरूले पनि मान्छे यताउति हुन्छ। त्यसैले नियात्रा साहित्यको भविष्य चाहिँ जारी गर्छ। तपाईँ जस्तो लाई हामीले चाहिँ यहाँ सङ्ग्रहको रूपमा के पाइराखेको छौँ, त्यो नै एउटा गौरवको कुरो हो। अब यसलाई चाहिँ तपाईँले अब जे भए पनि दयामाया गरिराख्नु भएको छ। तपाईँ भन्नुपर्ने कुरो त होइन। कतिलाई प्रेरणा प्रोत्साहन चाहिँ दिनुभयो भने यो नियात्रा साहित्य दिन पर दिन अभिवृद्धि हुने जानेछ भन्ने कुरामा म चाहिँ ढुक्क छु। अब यहाँहरू समय त धेरै नलिउँ। वास्तवमा चाहिँ यो नियात्रा भनेको कुरोले गर्नुसम्म राम्रो गर्छु तपाईँको भनिहालेँ। त्यो कोलम्बस चाहिँ त्यसैबाट प्रभावित भयो। त्यो बेला त उनी थिएन नि, कोलम्बस भयो, कोपरनिकस भयो, सारा कुरा आएपछि ओहो बाहिर रहेछ भनेर गएपछि कति उ गरेर
अमेरिका पत्र अमेरिका अहिले हाम्रो संसारको सबभन्दा 1 नम्बरमा अमेरिकन आइराखेको छ। त्यो पत्र लगाउने त कोलम्बस हो। मार्को उसको चाहिँ मन्त्र दिन त मार्को पोलो। मार्को पोलोले त्यो नलेखेको अन्धकारमा थियो उनीहरू होइन। अब किनभने त्यो नेत्रकारले त त्यो देशको सब कुरो थाहा हुन्छ नि, सब कुरा देखिदिन्छ। त्यसको प्रभाव चाहिँ पर्छ नि तपाईँ मान्छेमा त विवेक छ, सारा कुरा छ, शक्ति छ। एडभेन्चर गर्ने चाहिँ त्यो त ऊ आउँछ नि तपाईँको। त्यो जाँगरमा गएर प्राण अर्पण गरेर भए पनि सारा कुरा गरेर गरे। त्यसैले अब त्यत्रो कोलोनाइज गरे अब युरोपियनवालाहरूले। अब के भन्नु, यहाँहरूको समय चाहिँ धेरै नलियो, बोल्न पनि त्यतिको अब बोल्न त मन लाग्छ, बोल्न गाह्रो हुन्छ। यो बुढेसकालमा धेरै बोल्न चाहिँ गाह्रो हुन्छ मलाई। यति भनेर म यहाँहरूसँग बिदा दिन्छु। धन्यवाद। बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यू, आजका बेहुला जीवा लामिछानेज्यू, गुरु राजेन्द्र सुवेदीज्यू, म्याडम ज्ञानु म्याडम, अनि संस्थापक अध्यक्ष हाम्रा चन्द्र दाई। के अब यहाँ मात्रै उच्चारण गरेर हुन्छ र यहाँ यसो हेर्दाखेरि यता ताराहरूको कुरा गर्दा यता चन्द्रमाहरू हुनुहुन्छ। त्यसो भएकाले गर्दाखेरि यो नाम लिन थाल्यो भनेदेखि त असाध्यै लामो समय लाग्छ। मैले नाम लिन्न। हजुरहरू जो हुनुहुन्छ सबै मैले चाहिँ नमस्कार गर्नुपर्ने मान्छे हुनुहुन्छ, नमस्कार छ। संस्था हुनु जरुरी रहेछ, कुरो बुझियो। किनभने व्यक्तिको आवाज सुनिँदैन। सङ्घौ शक्ति कलियुगे भन्छन्, सङ्घ नभइकन नहुँदो रहेछ। स्वयं बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीजीको कुरा गरौँ। 10 सालमा उहाँ न्युजिल्यान्ड हुनुहुन्थ्यो। जब सगरमाथामाथि एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विजय प्राप्त गरे, त्यसको तेस्रो दिन उहाँ हुनुहुन्थ्यो, न्युजिल्यान्डमा ओर्लिनु भएको थियो। संसारमा एउटा 8000 मिटर माथिको त्यो अब यता अन्नपूर्णाको छोड्दाखेरि सगरमाथामाथि विजय भएको समाचार थियो र त्यही बेला एउटा नेपाली सडकमा आइपुगेको थियो। सगरमाथा चढ्ने मान्छे कस्तो हुन्छ भनेर उहाँ सारा जिज्ञासा हुँदाखेरि उहाँलाई नै अगाडि लगाइएको थियो। तर साँच्चै नै कस्तो भने एउटा लोक साहित्यको अध्ययनकर्ता भएकाले गर्दा शेर्पा कस्तो हुन्छ भन्दा पनि मै जस्तो शेर्पा गीत पनि गाइदिनु भएको छ, नाच्नु पनि भएको छ, मादल पनि बजाउनु भएको छ। त्यसले गर्दाखेरि जीवनसँग भिजेको मान्छे जहाँ जाँदा पनि हराउँदैन भन्ने कुरा त स्वयं उहाँ नै हुनुहुन्छ। अब उहाँले पनि 10 सालको यो घटनामा बेस भएर 13-14 सालमा त्यो किताब लेख्नुभयो, न्युजिल्यान्डमा पहिलो नेपाली। उस बेलाको जे उच्चारण थियो, अहिले हामी न्युजिल्यान्ड भन्छौँ, उहाँले न्युजिल्यान्डमा लेख्नु भएको छ, त्यही बेलाको उच्चारण। 49 सालमा यो किताब आयो। हेर्नुहोस् है, म संस्थाको कुरो गर्दैछु। 49 सालमा यो किताब प्रकाशनमा आयो। हामी सबैले संस्कृतिविद सत्यमोहन जोशी संस्कृतिविद मात्रै भन्दा संस्कृतिविदको छायामा उहाँको नियत्रकारिता हरायो, छाया पर्यो। र त्यही नियत्र समाज नेपाल थियो जसले उहाँको कृतिमाथि छलफल गर्ने भइसकेपछि अब चाहिँ उहाँ चाहिँ नियत्रकार बन्यो। नियत्रकार भनेर हामी सबैले भनिदिइसकेपछि स्वयं बुवालाई पनि त कति खुसी लागेछ। नियत्रका कुरा गर्न थाल्नुभयो, नियत्रको ग्यालरी बनाउँछु भन्न थाल्नुभयो, नियत्रका प्रत्येक कार्यक्रममा उहाँले हामीलाई अभिभावकत्व दिनुभएको छ। त्यसो भएकाले गर्दा हाम्रो आफ्नो पहिचान कहाँ छ भन्ने कुरा त हुँदो रहेछ नि। उही जीवाजीको रक्ताणुमा मात्रै पदमपुर बस्या होइन नि, सत्यमोहन जोशीजीको रक्ताणुमा पनि त्यो घुम्ने प्रवृत्ति छ। त्यसले गर्दाखेरि नियत्र समाज नेपाल चाहिने रहेछ। हामी त्यो कुरामा पुग्यौँ। अर्को कुरो, मेरो धेरै कुरो भन्नु नै छैन, धेरै कुरा आइसकेको छ। जीवाजी नै आजको बेहुलो भएकाले गर्दा केही कुरा त भन्नै पर्यो। उहाँले मलाई चाहिँ के भन्नुभएको थियो भने, खुसुक्क भन्नुभएको थियो, तर म त्यो सार्वजनिक गरिदिन्छु। राम्रो कुरो मात्रै होइन, सरले चाहिँ मेरो कमजोरी खोजिदिनुहोस् न ताकि सच्चिन सजिलो हुन्छ भनेको थियो। अब हुनु पऱ्यो नि त भेटाउनलाई त। अब खोज्दै लाँदाखेरि रित्तै त कसरी फर्काउनु भन्दाखेरि एउटा भेटाएँ। कस्तो भने क्षुद्र कुरो, त्यही 3 खुट्टे हात्तीको कुरा आउँदा ती अमुक प्राणीको भाषा बुझ्दिने को होला भनेर रहेछ। हो त्यही चाहिँ गल्ती भयो, अबढ्ता भयो। अमुक भनेको फलानु, मुख भनेको भाषा नभएको, बोल्न सक्दैन। त्यसैले त्यो भयो। त्यो चाहिँ फाइन प्रिन्टको साथीहरूले पनि याद गरिदिनु होला। चितकार पनि त्यो चाहिँ अरूतिर चाहिँ म गइनँ। अनि अब उहाँको 2टा कृति छन्। त्यो 2टा कृति हामी अधिकांशले पढेका छौँ। के हुँदो रहेछ भने सरसर्ती संसारमा उहाँ संसारको रमितामा अल्मलिनु भएको छ। दृश्य वर्णन चकाचौँध यस्तो पनि त हुँदो रहेछ नि भन्ने कुरा छ। तर दोस्रो कृतिमा आइपुग्दा जीवाजी धेरै गम्भीर हुनुभएको छ। तपाईँहरूले महसुसै गर्न सक्नुहुन्छ। अब उहाँ दर्शन
साहित्य, सङ्गीत, कला, मानव जीवन र मानववादी एउटा सिङ्गो विश्वको एउटा भनौँ न एउटा ग्लोबल सिटिजन हुने शैलीमा उहाँ आउनु भएको छ। अब हात्तीको खुट्टो नभएको कुराले उहाँले पोल्याएको छ। पहिले चक्काचौँध बत्ती बलेर भएको कुराले छक्क पर्नुहुन्थ्यो नि, यति किसिमका बत्ती पनि हुन्छन् भन्ने त मैले सोचेकै थिएन भन्ने कुराहरू अब छैनन्, अब गम्भीर हुँदै गएको छ। त्यसले गर्दाखेरि कहिलेकाहीँ हलुका फुलका ढङ्गले पढौँ त भन्ने मान्छेलाई यो साहित्य नै हो त, यहाँ त राजनीतिको कुरा आयो त, यहाँ त रुवान्डाको कुरो छ त, यहाँ त बुरुन्डीको कुरो छ, यहाँ बुर्किना फासो छ भन्ने लाग्ला। तर त्यसको समष्टि नै त हो नि त जीवन भनेको त, त्यसैको समष्टि हो। सुरुमा किताब लेख्न हतार हुन्थ्यो, टाढाको कुरै नजाउँ। म आफै यहाँ अहिले हजुरहरू सबैले मलाई नियात्रा समाजको अध्यक्ष बनाइदिनु भएको छ। हुन यो लायक मान्छे त म होइन, तर बनाइदिनु भयो, के गर्ने त? बनाइदिनु भएको छ। पहिले वर्षैपछि किताब लेख्थेँ। अहिले 70 सालमा आनन्द भूमिका आँगन निस्क्यो, अहिलेसम्म निस्किएको छैन, तयार छ। 70 सालमा निस्क्यो, स्वयं सत्यमोहन जोशीज्यू नै प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँले 1.5 घन्टा बोल्नु भएको छ र प्रत्येक मान्छेको टेप छ। त्यो अहिले विश्वविद्यालयका विद्यार्थीहरूले रेफरेन्स भनेर उहाँले सुनिराखेका छ। अब अहिले म कर्णाली लेखेँ, त्यो उज्यालो कर्णाली तयार छ। तपाईँ के गर्दै हुनुहुन्छ भनेर भुवालाई नै सोध्नुभयो। म त कर्णालीबारे लेख्दैछु आदि इत्यादि, तर पहिलेको जस्तो जोस जाँगर हुँदो रहेछ। म त गहिरो म त सांस्कृतिक पक्षमा गएर पनि सङ्गीतमा पो पुगेको छु भनेको त हात्तेरिका मलाई देखाउनुहोस् न भन्नु। मैले 102 वर्षको मान्छेले हिम्मतै गरेको थिएन। उहाँले भन्नुभयो कि म लेख्छु नि, म हेर्छु, केही न केही भन्नुभयो। याभन्दा ठुलो आशीर्वाद मलाई के हुन्छ, म आभारी छु। त्यसैले मैले के भन्न खोजेको भने हामी परिपक्व हुँदै जाँदाखेरि अलिकति जोस जाँगर घट्दो रहेछ। कस्तो हुँदो रहेछ भने हिट सिद्धिएपछि वार्मथ आउँदो रहेछ नि, बाँकी रहँदो रहेछ नि, नरमपना। तातो सिद्धियो, अब नरम, अब न्यानोपना मात्रै छ। त्यसैले लेख्न हतार गर्ने कुरो पनि होइन रहेछ। लेख्न जस्तो अब रोचक दाई यहाँ हुनुहुन्छ, त्यो सानो मेहनतले बनेको इतिहास हो त त्यो। चन्द्र दाई त्यहीँ हुनुहुन्छ, मञ्चमै हुनुहुन्छ। धेरै किताब छैनन्, तर 50 वर्ष अगाडि मान्छेको मासु खाएको मान्छेसँग भएको अन्तर्वार्ता नेपाली साहित्यमा कसले लेखेको छ त? 50 वर्ष अगाडि मान्छेको मासु खाएको मान्छेलाई भेटेर गएर अन्तर्वार्ता लिनुभएको छ र उसले भन्छ कि जापानिजको मासु सबभन्दा मिठो हुन्छ, जर्मनको चाहिँ साह्रै चर्को हुन्छ भन्छ। पढ्दाखेरि पनि कस्तो झिरिङ्ग हुने, के छोडौँ कि के गरौँ भन्ने। यात्रा साहित्यले के दिँदैन? सबै कुरो त अघि नै सत्यमोहन जोशीज्यूले नै भनिसक्नुभयो। हाम्रा वाङ्मय शताब्दी पुरुष अब उहाँले भनिसकेपछि हामीले संसारको खोजी, यो धरती यस्तो छ, यो ग्लोब यस्तो छ, पृथ्वी यस्तो छ नै आखिर एउटा मार्को पोलोले पहिले पायो, युरोपसँग चीनलाई जोडिदियो, त्यस पछाडि अरू पनि हो रहेछन् भनेर होडबाजी निस्क्यो, भास्को डी गामा निस्क्यो, कोलम्बस निस्क्यो, दुनियाँभरि। आखिर 1492 को कुरो न हो अमेरिकाको इतिहास। 1492 आएर हामीले चाहिँ अब संसारको प्रथम शक्ति भनेर मानिरहे। त्यही भएर यात्राभित्र ठुलो शक्ति छ। यात्रा गर्ने मान्छेभित्र त झन् त्यो अनन्त शक्तिपुञ्ज नै हो। कसरी लेख्ने, कसरी संयोजन गर्ने भन्ने कुरो मात्रै हो। पाठकलाई के चाहिन्छ, के गरेर लेख्यो भने ठिक्क हुन्छ, त्यसै यो शब्द नियात्रा बनेको छैन। यो त्यसै अघि कहीँ राजेन्द्र सरले भन्नुभयो के हो, 4 दिन कहीँ गएर बास बस्यो, उसैको भात खायो, उसैको के गरेर फर्केर आएर नियात्रा कहाँ हुन्छ? हुँदैन। साधना त असाध्य धेरै चाहिने रहेछ, पढ्नुपर्छ। त्यही भएर यात्राका किताबहरू कसरी सर्वसुलभ बनाउने होला भनेर अहिले हाम्रो खोजीको विषय पनि हो। अहिले नै हाम्रो अध्यक्षज्यूले, निवर्तमान अध्यक्षज्यू भन्नु पर्यो, म त मै अध्यक्ष भइहालेँ अहिले त। त्यो मेजर के अरे दाइ, मेजर जनरल के शेर सिंह राणा, हेर्नुहोस् त, लन्डन राजतिलक यात्रा कहीँ पाइँदैन थियो नि, दाइले आफूले छापिने व्यवस्था मिलाउनु भयो। गीता म्यामबाट हामीले अध्ययन गरायौँ, प्रमोद प्रधानजी यहीँ हुनुहुन्छ कतै, अध्ययन गरायौँ हामीले। म आफै पनि त्यसमा खोजी नीति गर्दै जाने। हेर्नुहोस्, कालक्रमले, समयले, इतिहासले मान्छेले कसरी पर्खेर बस्याउँछ। 2008 सालमा छापिएको छ उषा ठाकुरको भारतीमा मेरो काठमाडौँ भ्रमण भन्ने नियात्रा, 2008 सालमा छापिएको छ। तर 41 सालमा छापिएको किताब छापिएको रन्जु श्री पराजुली पहिलो पुस्तकाकार कृतिकी लेखिका हुनुभयो। ल हेर्नुहोस्, समयले पर्खिराखेको हुन्छ, इतिहासले पर्खिराखेको हुन्छ। त्यो इतिहासले तपाईँ हामी सबैलाई पर्खिराखेको छ। केमा पर्खिराखेको छ पो थाहा छैन त। योजकस् तत्र दुर्लभ, केमा पर्खिएको छ चाहिँ हामीलाई थाहा छैन।
त्यो पत्तो लागेको दिन त हाम्रो त जन्मसिद्ध त्यो जन्मनुको सार पूर्ण प्राप्ति भइहाल्छ नि हामीलाई। उही शिवपुरी बाबाले भने जस्तो अ फ्ल्यास केम इन्टु मी एन्ड इन्टर्ड इन माई साइट भनेर भन्नुभएको छ नि। एउटा उज्यालो आयो र म भित्र प्रवेश गर्यो, सबै प्रश्नको उत्तर पाएँ। हो त्यस्तै हो। त्यसैले यो लामो समय दिनुभयो, यत्रो समय हजुरहरूले हामीलाई सुन्नुभयो, जीवाजीलाई हामीले बधाई दियौँ। आजको अब हामीले दुला भन्ने चलन छ, मान्छे पनि दुला जस्तै हुनुहुन्छ, उमेर खा जस्तो पनि हुनुहुन्न। अब यस्तो गोरो चिट्ट मान्छेले उहाँसँग चाहिँ लेख्नलाई, हामीलाई चाहिँ लेख्न पुर्याउनलाई समस्या छ। फरक के छ हेर्नुहोस् न, एक ठाउँ जान पाए त एउटा किताब पुग्थ्यो भन्ने छ। उहाँलाई 10 चोटि हिँडेपछि के मात्रै चाहिँ लेखौँ, अरू बाँकी झार जङ्गल पात पन्साउनु पर्ने छ उहाँलाई। त्यो भएकोले गर्दा उहाँलाई छनौटको असाध्यै ठुलो अवसर छ र त्यो छनौटको अवसर पनि पैतालासम्म पसिनाले भिजाएर ल्याएको किताबमा लेखेको छ। म भरिया भएर हिँडेको छु, झिटी गुन्टाको सुविधा युज गरेको छु र मेरो सिट पनि त्यही हो। आज जीवा लामिछाने जे छ त्यही छ। तर हामीलाई खुसी के छ भने जीवा लामिछाने जे थियो त्योभन्दा पनि भिन्न भएर उदाएको जीवा लामिछानेलाई नियात्रा जगतमा स्वागत छ, हार्दिक बधाई छ र यहाँहरूको यो गरिमामय उपस्थितिलाई पनि धेरै धेरै धन्यवादसहित यो समारोह समाप्ति भएको म अनुरोध गर्छु। यहाँहरूको उपस्थिति सधैँ साथ रहोस्, सधैँ पाइरहोस्। हामी सबै हिँड्ने मान्छे हौँ, सबै लेख्ने मान्छे हौँ। हामी त यसै चरैबेती उसै चरैबेती।